हेलो गुड इभिनिङ सम्पूर्ण साथीहरूलाई चाहिँ ल हाम्रो आजको चाहिँ शनिबारको लाइभ डिस्कसन क्लास सुरु भइसकेको छ। र साथीहरू जम्मा हुँदै गर्नु सबैजना आफ्नो साथीहरूलाई सेयर गर्नु होला। होइन कतिले इक्जाम दिनुभएको थियो अनलाइनहरूमा होइन। ल जोडिनुहोस् हाम्रो अनि सुरु गरौँला होइन। आज हाम्रो तपाईँको चाहिँ यस सहारा एजुकेसनमा तपाईँको चाहिँ बिहान होइन 7 बजे 8 बजे अथवा जतिखेर पनि दिन मिल्छ अनलाइनमा त हजुरको सिभिल इन्जिनियरिङ तर्फको चाहिँ लाइसेन्स इक्जाम, सिभिल सब इन्जिनियरको लोकसेवा इक्जाम एन्ड एसिस्टेन्ट सब इन्जिनियरको लोकसेवा इक्जाम, सर्वेयर र अमिनको चाहिँ लोकसेवा इक्जाम, त्यस्तै खापासाटेको लोकसेवा इक्जाम यो सबै भएको थियो। हाम्रो अहिलेको डिस्कसन रहेको छ हाम्रो जुन होइन यही पौष हजुरको चाहिँ 23 गतेबाट हुने चाहिँ हाम्रो 11औँ ब्याचको नेपाल इन्जिनियरिङ काउन्सिलले लग्ने जुन सिभिल इन्जिनियरिङ तर्फको चाहिँ तपाईँको चाहिँ लाइसेन्सको इक्जाम सुरु हुँदैछ। त्यसैलाई चाहिँ हामीले लक्षित गर्दै यो इक्जामहरू चाहिँ सुरु भइरहेको छ है। इच्छुकले चाहिँ हजुरको त्यसमा वेबसाइटमा हजुरको यसमा पिडिएफ हुन्छ होइन, त्यसमा ओएमआर सिट हुन्छ, अनलाइन इक्जाम पनि दिन सक्नुहुनेछ। हजुरको जतिखेर दिए पनि हुन्छ, आफ्नो टेस्ट हो शनिबार नै दिनपर्छ भन्ने छैन। आफ्नो ऱ्याङ्क होइन कति रहेछ म पास हुन्छु कि नै होइन हो, क्वेसनहरू यस्तै हुन् हजुरको चाहिँ हाम्रो जुन धेरै जसो ओल्ड क्वेसनहरू हुन्छन् होइन। अनि बाँकी भनेको लगभग 40 30 30 40 क्वेसन मात्र एक्स्ट्रा हुन्छन्, अरू सबै पुरानो पुरानो क्वेसनहरू चाहिँ आइरहेको हुन्छ एनएसीमा पनि। कम्प्युटर बेस इक्जाम हो यो चाहिँ हाम्रो एनएसीले गर्ने कम्प्युटर बेस। हजुर ल ओके जोइन हुनु सम्पूर्ण साथीहरू हो। के छ देखिरहेछ, देखिएको छ क्लियर देखिएको छ भने भन्नुहोस् है। केही चाहिँ छ भने चाहिँ कमेन्ट गर्नुहोस्, म तपाईँको चाहिँ कमेन्ट रिड गरिराखेको छु। ल गुड इभिनिङ सम्पूर्णलाई। आज हाम्रो अनलाइन क्लास टोटल्ली बिदा हो है। आज शनिबार हजुरको क्लासहरू हुँदैन। आइतबारबाट शुक्रबारसम्म कन्टिन्यू क्लास भइरहेको हुन्छ 3 4 घन्टा होइन। अनि शनिबार भनेको चाहिँ इक्जाम मात्र हुन्छ, हजुरको बिदा हुन्छ। यस्तो डिस्कसन भएको दिन चाहिँ डिस्कसन हुन्छ है। जो अनलाइन क्लासको साथीहरू हेर्नु भएको रहेछ, क्लास होइन कि भन्नुभएको छ। हजुर ल ओके, आफ्नो साथीलाई सेयर गर्नुहोस् त। हो यो लोकसेवा पनि मिल्छ हजुरको है। यसमा जति क्वेसनहरू छ नि हजुरको, त्यसमा लगभग 60 70% भनेको लोकसेवातिरकै हजुरको डिट्टु क्वेसन नहोला है। अब हाम्रो इन्जिनियरिङ काउन्सिलमा कोर सब्जेक्टको चाहिँ कुराहरू आउँछ, तर लोकसेवामा कोर सब्जेक्टको कुराहरू छैन है, थोरै मात्रामा छ। कोही कोही कुराहरू चाहिँ अब कन्सेप्टहरू मिल्न जाने हुन्छन् होइन, कोही अलिक गहिरो छ हजुरको यतापट्टि हाम्रो लाइसेन्सको कुराहरू है। लोकसेवामा अलिअलि सर्फेस दिएको छ। अब यहाँ प्रत्येक सब्जेक्टको हजुरको चाहिँ भित्रभित्र पनि छ है, कुनै कुनै टपिक्सहरू कुनै कुनै सर्फेसमा पनि छ। ओके ल सेयर गर्नुहोस् त। नमस्कार हिक्मत नेउपाने, नमस्कार ब्रदर। कहाँ छौ तिमी, जापान गएको छौ त तिमी त होइन? रकेट बुढा नमस्कार ब्रदर नमस्कार है। के कसो छ, जागिर चलिरहेछ होइन? सुनिता विश्वकर्मा नमस्कार है सम्पूर्ण साथीलाई नमस्कार। तपाईँहरू चाहिँ जोडिनु होला, साथीहरूलाई पनि जोड्नु होला त। हाम्रो सुरु गरिहालौँ होइन। ल साथीहरूलाई जोड्नु होला। लोकसेवा दिने साथीहरूलाई पनि एकदमै विशेष, अनि हाम्रो सुदूरपश्चिम दिनेलाई झन् विशेष होइन। त्यसमा त टिक लाउने मात्र छ, त्यही कारणले गर्दाखेरि हजुरको चाहिँ सुदूरपश्चिमलाई चाहिँ झन् विशेष हुनेछ होइन। तर यो चाहिँ सुदूरपश्चिम बेस होइन हाम्रो। जुन बिहान भएको थियो हजुरले वेबसाइटमा हेर्नुभएको थियो होला होइन हो। जस्तै अहिले मैले थोरै पल्टाउन चाहिँ यसमा हजुरको वेबसाइटमा अब कतिले हेर्नुभयो है, त्यसमा अब रजिस्टर लगइन भएपछि हजुरको चाहिँ देखाउँछ। जस्तै हजुर लगइन हुनुभएको थियो होला होइन। ल यो इक्जाम छ नि, इक्जाममा जानुभयो भने आफ्नो चेक गर्न पऱ्यो हजुरको। जस्तै सिभिल लोकसेवाको रहेछ, यतापट्टि खापासाटै रहेछ, इन्जिनियरिङ लाइसेन्स इक्जाम भन्नुभयो होइन। यसरी दिनुभएको थियो होला, यसरी दिनुभएको थियो होला धेरै जस्तो साथीहरूले चाहिँ। यस्तो हुन्छ, यतापट्टि क्वेसन हुन्छ पिडिएफ मजाले है, यतापट्टि ओएमआर हुन्छ, 100 क्वेसन हुन्छ है। 100 क्वेसन हुन्छ। हजुरले चाहिँ जो तयारी गरिराख्नु भएको छ होइन, जो हजुरको चाहिँ अब ब्याचलर बी तपाईँ चाहिँ 7 8 सेमेस्टरमा हुनुहुन्छ, उहाँहरूले पनि तयारी गर्दै गर्दा हुन्छ है। छुट्टै लाइसेन्सको लागि छुट्टै पढ्न पर्ने केही पनि छैन। त्यही हजुरको जुन कलेजमा पढ्नुभयो त्यही कुरालाई हजुरको चाहिँ अब एमसिक्यू बेसहरूमा चाहिँ सोधिरहेको हुन्छ एनइसीले है। टोटल्ली हाम्रो 10वटा सब्जेक्ट राखेको छ। 10वटा सब्जेक्ट भन्दा पनि 10वटा टपिक्स बनाएको छ।
त्यसभित्र सब्जेक्ट धेरै छन् है। हाम्रो एउटै टपिक्समा पाँच छवटा टपिक्स पनि गाभेको छ, कसैमा कसैमा दुई तिनवटा गाभेको छ होइन। प्रत्येक हाम्रो चाहिँ च्याप्टर भएको चाहिँ नयाँ सिलेबसमा पहिला के थियो भन्दाखेरि हजुरको चाहिँ 60वटा 60वटा हजुरको चाहिँ एक एक मार्क्सको क्वेसन आउँथ्यो होइन। अनि तपाईँको चाहिँ जुन 40 मार्क्सको थियो 2 मार्क्सको क्वेसन आउँथ्यो, त्यसमा धेरै जसो न्युमेरिकल बेस आउँथ्यो सेकेन्डमा चाहिँ होइन। फर्स्टको जुन हाम्रो 60वटामा चाहिँ 1 मार्क्सको सजिलो क्वेसन आइरहेको हुन्थ्यो होइन। अहिले जुन हाम्रो अब चेन्ज भएको छ अस्ति भर्खरै होइन, अब एउटा त भइसक्यो होला सायद हो। त्यसमा अब के गरेको छ भन्दाखेरि हजुरको चाहिँ एक एक मार्क्सको है, 1 मार्क्सको एक क्वेसन अझै सजिलो बनाएको छ। पहिला अलिक गाह्रो भयो त्यो चाहिँ हाम्रो, कहिलेकाहीँ के हुन्छ त एउटा क्वेसन बिग्रियो भने 2 मार्क्स जान्थ्यो। तर अहिले भनेको हाम्रो एउटा क्वेसन बिग्रियो पनि त्यही मात्र जान्छ, नेगेटिभ्स हुँदैन यसमा है। हजुरको चाहिँ हाम्रो लाइसेन्समा नेगेटिभ मार्क्स छैन, ओन्ली हाम्रो चाहिँ टिक लगाएपछि होइन, कहिले भाग्यले लागिहाल्यो भनेपछि पनि मिल्यो, नेगेटिभ चाहिँ कर्ने भन्ने चाहिँ हुँदैन। लोकसेवा जस्तो डर हुँदैन होइन, बिग्रेपछि अर्को पनि काटिन्छ भन्ने डर हुँदैन यसमा। त्यही कारणले गर्दाखेरि चाहिँ अलि सजिलो बनाएको छ अहिलेको जुन हाम्रो नयाँ सिलेबसमा लाइसेन्सको है। पहिला अलि हाम्रो पालामा म पनि दिएकै यो लाइसेन्स होइन, हो त्यो हाम्रो पालामा त अब अलि अब गाह्रो त भन्न मिल्दैन होइन। पहिलाको जुन 60 लोकसेवा पास गरिसकेका मान्छेलाई खासै गाह्रो, तपाईँहरू पनि जो हुन्छ नि 5औँ लेभललाई पनि पास गर्न सक्नुहुन्छ यो पेपर। किन त भन्दाखेरि मिक्सिम यतापट्टि सब्जेक्टहरू मिल्छ नि। अब नपढेको भनेको हाइड्रो पावर कुराहरू होला, फ्लुइड मेकानिक्सको कुराहरू होला होइन। अनि हाम्रो चाहिँ उतापट्टिको एनएससिटीको कुराहरू चाहिँ खासै पढ्दैन यता लोकसेवाले होइन, 5औँतिरको हो। त्यही कारणले पहिला 60 हुन्थ्यो, 60मा हजुरको लगभग हाम्रो एक भइगयो, अर्को चाहिँ हाम्रो 40 गरेर 100मा 50 ल्याउनु पर्ने हो होइन। 50 त जसरी पनि आउँथ्यो नि त होइन। तर अलि नपढेको भएपछि डाइरेक्ट कलेजबाट निस्क्यो, केही पनि तयारी गरेको छैन, एमसिक्यू भनेपछि अलिक कसैलाई चाहिँ गाह्रो हुनसक्छ। नत्र हजुरको चाहिँ लाइसेन्स भनेको अलि झन् सजिलो बनाइसकेको छ है। एक एक मार्क्सको क्वेसन सर, न्युमेरिकल धेरै भास्ट आउँदैन हजुर, फ्याक्ट फ्याक्ट कुराहरू हुन्छ, कण्ठ गर्ने चिज कुराहरू कण्ठ गर्न पर्छ। अनि अब कन्सेप्ट बेस कुराहरू पनि धेरै हुन्छ है। डाइरेक्ट जस्तै लोकसेवामा के हुन्छ, डाइरेक्ट क्वेसन कपी हुन्छ बुकको होइन। तर हजुरको लाइसेन्समा डाइरेक्ट क्वेसन कपी चाहिँ छैन, हेर्नु छैन। हाम्रो अलि सेल्फ मेड भनौँ होइन, त्यसरी चाहिँ बनाएको छ। त्यसमा अब क्वेसनहरू दोहोरिरहेको हुन्छन्, जस्तो पास्ट क्वेसन हेर्नुभयो भने नि अहिले के हुन्छ त त्यही क्वेसनमा धेरै आएको हुन्छन् कि हजुरले। अब त्यही क्वेसन एउटा अर्को उतापट्टि कम्प्युटरमा आइरहेको हुन्छ, अर्को पनि आइरहेको हुन्छ नि हजुरको। त्यही त कम्प्युटरले चाहिँ हजुरको चाहिँ प्रोसेस गर्दै दिने हो। त्यही कारणले चाहिँ पास क्वेसन तयारी गर्नुभयो भने पनि धेरै हेल्पफुल हुन्छ है। ल ओके सर, म जापान छु भन्नुभयो, ल ठिक छ ब्रदर। हो कि चाहिँ नेपालमा जागिर खान पर्यो कि चाहिँ हिँड्न पर्यो विदेशतिर होइन। ओके ल ठिक छ। ल सम्पूर्ण साथीहरूले चाहिँ सेयर गर्नुहोस् त पहिलो कुरा। म हजुरहरू सबैलाई देखिरहेको छु, कसै लाइभ हेरिराख्नु भएको छ भन्ने कुराहरू चाहिँ है। ओके ल खुमराज विष्ट सर नमस्कार नमस्कार है। ल ओके, सम्पूर्ण साथीहरूलाई चाहिँ गुड इभिनिङ है। लोकसेवालाई पनि चाहिन्छ है तपाईँहरूलाई चाहिँ यसो हेरिराख्नु होला। लाइसेन्स भन्ने बित्तिकै इन्जिनियरको मात्र रहेछ सोच्ने होइन त, एमसिक्यू त मिल्ने सब्जेक्ट भएपछि तलदेखि माथिसम्म उस्तै हुन्छ होइन। हो त्यही कारणले गर्दाखेरि चाहिँ मिलाएर चाहिँ हेर्नु होला र कमेन्ट गर्नु होला। आफूले जानेको कुराहरू जो छ नि त्यो चाहिँ यसको यो हुन्छ, यो किन भएन भन्ने कुराहरू छन् नि। हजुरले यस्ता भन्नुभयो भने कहिल्यै बिर्सिन्न, मैले यो मान्छेको चाहिँ लाइभमा यो एन्सर भनेको थिएँ तर मेरो रङ भयो भनेर भन्नुभयो भने त्यो त हजुरको चाहिँ हजुरको यो राइट बनाएको थियो रङ भयो भने त हजुरको चाहिँ के हुन्छ त बिग्रिया महसुस हुन्छ नि त्यसमा। अनि कहिल्यै बिर्सिनुहुन्न त्यस्तो कुराहरू है। त्यही कारणले गर्दाखेरि चाहिँ सकेसम्म आफूले चाहिँ प्र्याक्टिस गर्ने हो। लोकसेवा पनि जस्तै बिहान इक्जाम भयो, कसैले क्वेसन छोडेर आउँछ कि 8-10वटा क्वेसन, त्यो छोड्ने काम राम्रो होइन है। दुई तिनवटा भएपछि छोड्ने हो क्यारे नेगेटिभ्समा। अब यसमा लाइसेन्स दिने साथीहरू हेर्दै हुनुहुन्छ होइन, हो उहाँहरूले चाहिँ नछोड्नु होला क्वेसन, किन त नेगेटिभ मार्क्स छैन। प्रत्येकको हजुरको नजानेको ए लाउनु भयो 10वटा भने पनि पक्कै 3वटा त अवश्य मिल्छन् क्या हजुरको है, अवश्य मिल्छन्। हो त्यही कारणले गर्दाखेरि चाहिँ लाइसेन्समा चाहिँ नछोड्नु होला। कसैलाई टाइम नपुग्ने टाइम पनि हुन्छ। टोटल टाइम भनेको हाम्रो चाहिँ 2 घन्टाको हुन्छ है, 2 घन्टाको हुन्छ 100 क्वेसन। अँ हाम्रो टोटल 2 घन्टाको टाइम है, 100 क्वेसन हो। अब त्यसमा हाम्रो अनि 100 मार्क्समा 50 ल्याउनु पर्ने हुन्छ है, 50 ल्याउनु पर्ने हुन्छ।
ल ल ठिक छ ब्रदर। यही हँसिलो मुहारबाट हजारौँको सपना पुरा हुँदैछन् भन्नु हो ब्रदर। ल ठिक छ, तिमीले कति वर्षमा जाहिर खाइहाल्यौ होइन? साराको चाहिँ लगभग उता पुरानो बिल्डिङको चाहिँ ब्रदरहरू हुनुहुन्छ है। उहाँहरू चाहिँ आइराख्नु भएको छ। अब जाहिर खायो भने चाहिँ फुर्सद हुन्छ, मजाले बेलुकातिर फेसबुक चलायो होइन। तर लोकसेवा तयारी गर्दै राखेको, तयारी केही न केही कम्पिटेटिभ इक्जामलाई तयारी गरिराखेलाई चाहिँ फुर्सद हुँदैन। सायद उहाँहरू आउनु भएको छैन होला। ल ठिक छ साथीहरू, अब सुरु गरौँ है। ओके। ल ल हजुरहरू हेर्नुहोस् है, मैले कमेन्टमा पढिरहेको छु हजुरहरूको चाहिँ। ल हामीहरू सुरु गरिहालौँ आजको चाहिँ यस तपाईँ लाइभ डिस्कसनमा। जसले हेरिराख्नु भएको छ उहाँले चाहिँ चाहिएपछि हजुरको सेभ गर्दा पनि हुन्छ, सेयर गर्दा पनि हुन्छ। आफूलाई चाहिँ चाहिन्छ पछि कुनै दिन यो त लाइभ त के हुन्छ त हजुरको गइहाल्छ नि, कता पोस्ट गर्दा तल गइहाल्छ, त्यही कारण सेयर गर्दा हुन्छ आफ्नो चाहिँ चाहिने भएपछि है। ल हाम्रो अब पहिलो सेसनमा है, पहिलो हाम्रो टपिक्सको 10 क्वेसनमा रहेको छन्, हाम्रो के रहेको छन् हेर्नुहोस् है। यसमा सर्वे, इस्टिमेट, मटेरियल, बिल्डिङको कुराहरू हजुरको चाहिँ त्यसमा पाँचवटा जति सब्जेक्टहरू चाहिँ कम्बाइन गरेर राखेको थियो। त्यसमा हाम्रो जियोमेट्रिकतर्फ जुन हाम्रो मेकानिजम स्ट्रक्चर भन्नुहुन्छ नि, हो त्यस्तो कुराहरू पनि यसैमा फर्स्ट सब्जेक्टमै फर्स्ट टपिक्समै गाभेको छ है। ओके। ल हामी अब पहिलो नम्बरमा हेर्नुहोस् त, देखिरहेछ हजुरलाई कि जुम गर्न पर्छ अझै? देखिरहेछ नि? ल क्वेसन नम्बर फर्स्टमा हेर्नुहोस् त हाम्रो है। द के अरे पोर्टल्यान्ड सिमेन्ट विच कम्पाउन्ड लार्जली गभर्न्स अर्ली स्ट्रेन्थ गेन भनेको छ है। हाम्रो पोर्टल्यान्ड सिमेन्ट अथवा हाम्रो चाहिँ सिमेन्टमा कुन कम्पाउन्डले चाहिँ एकदमै अर्ली स्ट्रेन्थ चाहिँ दिन्छ गरेर चाहिँ है। ल भन्नुहोस् त, हाम्रो सिमेन्टमा एकदमै फास्ट स्ट्रेन्थ दिने होइन के होला हाम्रो? कुन होला? हाम्रो सिमेन्टमा के हुन्छ अरे? एलएसएआइएम होइन, एलएसएआइएम भनेर पढ्नुहुन्छ नि, लिसम भनेर पढ्नुहुन्छ के त सिमेन्टका कन्स्टिट्युटमा। अनि तब उसमा ब्रिगमा के पढ्नुहुन्छ? एसएएलआइएम सालिमा भनेर पढ्नुहुन्छ होइन। हो त्यसमा हाम्रो यिनीहरू कन्स्टिट्युट भयो। अब तर यसमा के दिएको छ अप्सन अनुसार जानुपर्ने हुन्छ हामीले। त्यसमा ट्राई क्याल्सियम सिलिकेट रहेछ, डाइ क्याल्सियम सिलिकेट रहेछ, अनि हाम्रो ट्राई क्याल्सियम एल्युमिनेट रहेछ, अर्को चाहिँ टेट्रा क्याल्सियम एल्युमिनो फेराइड रहेछ है। यो मध्येमा कसले चाहिँ अर्ली स्ट्रेन्थ दिन्छ ल भन्नुहोस् त? अर्ली स्ट्रेन्थ दिने चाहिँ कम्पाउन्ड कुन हो? यिनीहरू त कुन कम्पाउन्ड हुन् रे? बोग्यू कम्पाउन्ड हुन् है। यी चारैवटा के हुन् त? बोग्यू कम्पाउन्ड हुन्। बोग्यू कम्पाउन्ड भनेको जस्तै हामीले सिमेन्ट त हजुरको डाइरेक्ट खानेमा त मिल्दैन होइन। त्यसलाई र मेटेरियललाई कलेक्सन गरी गरी धेरै प्रोसेस गरेर हाम्रो के गर्नुहुन्छ? रोटरी क्लिनमा पोल्नुहुन्छ नि त, पोल्नुहुन्छ होइन। लगभग 1400 देखि 1600 डिग्रीसम्म तापक्रम दिएर पोल्नुहुन्छ। त्यही पोलिसकेपछि हाम्रो निस्किन्छ कम्पाउन्ड, त्यसलाई भन्छ भोगी कम्पाउन्ड भन्छ। त्यसमा यिनीहरू हुन्छन् चारवटा। र त्यसमा कसको काम के हो भन्ने कुरा हेर्नुहोस् है। हो ट्राई क्याल्सियम सिलिकेट भन्नुभयो, यसको काम हो हजुरको चाहिँ सबैभन्दा छिटो स्ट्रेन्थ दिने अथवा 7 दिनमा स्ट्रेन्थ दिने भनेर भन्छ। कहिलेकाहीँ आयो भने पनि लोकसाहित्य आइरहेको हुन्छ 7 डेज स्ट्रेन्थ कसले दिन्छ, 7 दिनभित्र कसले चाहिँ कम्प्लिट 100% दिन्छ भन्यो भने चाहिँ हाम्रो को त ट्राई क्याल्सियम सिलिकेट हो भनेर चाहिँ बुझ्नुपर्छ है। अर्ली स्ट्रेन्थ, अर्ली स्ट्रेन्थ र क्विक रियाक्सनमा फरक छ। हाम्रो सिमेन्ट के हो त? हाइड्रिक प्रोपर्टी भएको चाहिँ हाम्रो हाइड्रोसिटी भएको चाहिँ चिज हो। मतलब चाहिँ पानी हाल्यो भने जम्ने हो कि नै? हो भनेपछि हाम्रो पानी हाल्ने बित्तिकै रियाक्सन सुरु गर्ने भनेको चाहिँ यो हो हेर्नुहोस् है। यो भनेको चाहिँ क्विक क्विक रियाक्ट भन्नु र फास्ट स्ट्रेन्थ दिनु, अर्ली स्ट्रेन्थ दिनु फरक हो। हो यसमा क्विक रियाक्ट को गर्छ, फर्स्टमा को रियाक्ट गर्छ भन्यो भने चाहिँ यो भन्ने। तर स्ट्रेन्थ हजुरको चाहिँ को दिन्छ भन्यो भने क्विकली दिने भनेको C3S है। र अर्को रह्यो डाइक्याल्सियम सिलिकेट। डाइक्याल्सियम भन्ने बित्तिकै के भयो त? परको कुरा गर्यो। पर भनेपछि पछि दिने है। जस्तै यसमा हाम्रो है, यसले जब 100% त दिइहाल्छ फर्स्टमै भन्नुभयो नि, मतलब चाहिँ केही समयपछि। तर यसले छ नि 100% एकैपल्ट हुँदैन, बिस्तारै दिन्छ है। बिस्तार लगभग 2 देखि 3 वर्षसम्म दिइरहेको हुन्छ यसले चाहिँ। कसले त? डाइक्याल्सियम सिलिकेटले। हो भने यसलाई चाहिँ हाम्रो के हो त हजुरको चाहिँ? हाम्रो के हो त? बिस्तारै यसमा हाम्रो चाहिँ अल्टिमेट स्ट्रेन्थ भनौँ है। हो यसले बढी भन्न खोजेको होइन, छिटो भन्न खोजेको हो। यो पनि 100तिरै जाने, यो पनि मिड हुने कहिले हो त? हाम्रो चाहिँ 2 देखि 3 वर्षपछि मात्र 100मा मिड हुन्छ है। यो डाइरेक्ट सिधा गइहाल्छ, यो चाहिँ बिस्तारै जाने हो है। अल्टिमेट स्ट्रेन्थ दिन्छ, बुझ्नु पर्यो यसमा। ओके।
यसले खासै उ गर्दैन तपाईँहरू चाहिँ त्यति चाहिँ असर गर्दैन होइन यिनीहरूमा चाहिँ मतलब ल यो चाहिँ अल्टिमेट स्ट्रेन्थ रहेछ। यो चाहिँ हाम्रो 7 डेज स्ट्रेन्थ अर्ली स्ट्रेन्थ भन्नु एक क्विक रियाक्सन गर्ने र कहिलेकाहीँ योमध्ये कहिलेकाहीँ बढी भएपछि बिगार्ने चिज कुन हो भन्यो भने बढी भएपछि बिगार्ने चिज भनेको चाहिँ यो हेर्नुहोस् अहिले हाम्रो यो C3A छ नि जति बढी भयो फास्ट रियाक्सन गर्छ। जस्तै हाम्रो कहीँ देख्नुभयो होला बाक्लो बाक्लो कन्क्रिट स्ट्रक्चरमा चाहिँ यो C3A बढी भयो अरे त्यसमा भएपछि बाहिरपट्टि जहाँ एक्सपोजर हाम्रो ठाउँ हुन्छ हावासँग कन्ट्याक्ट हुने ठाउँ छ त्यसमा के हुन्छ हजुरको चाहिँ छिटो रियाक्सन भइ साह्रो भइहाल्छ कडा भइहाल्छ। तर भित्र के हुन्छ त गिलो नै हुन्छ। स्ट्रेन्थ हजुरको चाहिँ हाम्रो म्याचुर भए हुँदैन त्यसलाई चाहिँ फ्लास सेटिङ भनेर भन्नुहुन्छ नि हजुरले फ्लास सेटिङ हो त्यस्तो अवस्थामा चाहिँ बिगार्छ। यो अनडिजायरेबल कुन हो भन्यो भने यो है अहिले चाहिँ हाम्रो यतापट्टि अनडिजायरेबल यो हो है अहिले भनेको छैन सो भएन यसमा। ओके धेरै कुराहरू छ यो हजुरको एउटै कुरालाई हजुरको 10वटा क्वेसन बनाउन सकिन्छ। यसलाई चाहिँ हजुरको 10वटा क्वेसन बनाउन सकिन्छ। जस्तै सिमेन्टमा हजुरको यो बढी भयो भने कहाँ युज गर्ने यो बढी भएको कहाँ युज गर्ने भनेपछि अल्टिमेट कहाँ चाहिन्छ हजुरको जस्तै हाम्रो कहाँ होला बिस्तारै हुने जस्तै ठुलो ठुलो मास कन्क्रिटमा चाहिँ कुन बढी हुन्छ यो बढी हुन्छ है। जस्तै हाम्रो छिटो चाहिने स्ट्रेन्थ कहाँ हुन्छ जस्तै रोडमा हेर्नुहोस् त हाम्रो रोडमा हाम्रो रिपेयर गर्न पर्यो भने गाडी चल्दै गरिरहेको हुन्छन् कन्क्रिट गर्न पर्यो अरे मानौँ है त्यतिखेर हाम्रो यो बढी हुनु पर्यो आरएसपिसी हुनु पर्यो होइन हो। हाम्रो ठुलो ठुलो ड्याम कन्स्ट्रक्सन छ तिनीहरूमा चाहिँ हाम्रो बाक्लो बाक्लो थिक स्ट्रक्चरहरूमा चाहिँ यो बढी हुनु पर्यो हो। त्यो भनेको हाम्रो लोएड सिमेन्टको कुराहरू होला त्यससँग आउँछ यहाँतिर हजुरको चाहिँ हाम्रो आरएसपिसी कुराहरू आउँछ। ओके एन्सर ए भयो है। ल के भन्नुभयो हजुरहरूले चाहिँ ल के भन्नुभएको छ हजुरहरूले चाहिँ ए भन्नुभयो गुड जब सम्पूर्ण साथीहरूलाई चाहिँ एकदमै अर्ली स्ट्रेन्थ फ्लास सेट एकदमै भोल्युम इन्क्रिज भन्नुभयो एकदमै डीको भोल्युम इन्क्रिज हो होइन के अरे पैसो घटाउने भोल्युम बढाउने काम गर्छ डीले है। हाम्रो भोल्युम बढेपछि इस क्वालिटी नघटाइकन के गर्ने त हजुर चाहिँ भोल्युम बढाउने पैसो घटाउने काम हो डीको है। ओके नम्बर 2मा हेर्नुहोस् त हाम्रो विच अफ द के लेखा हो फलोइङ मेटल इज कमन युज इन स्ट्रक्चरल रेन्फोर्समेन्ट फर कन्क्रिट। कन्क्रिटमा चाहिँ हामीले चाहिँ कुन हाम्रो मेटलको रेन्फोर्समेन्ट युज गर्छौँ हाम्रो शरीर के को हाल्छौँ भनेर भनिदियो। अब फलाम त विभिन्न टाइप्सको छ रड आइरन भनेर पढ्नुभयो होला हिजो अस्ति हाम्रो यो उसमा होइन। त्यसपछि पिग आइरन पढ्नुभयो होला हाम्रो कास्ट आइरन पढ्नुभयो होला माइसेल पढेर पढ्नुभयो स्टेनलेस स्टिल पढेर पढ्नुभयो। अब यो अप्सन त अरू अरू के छन् होइन डक्टाइल आइरन भनेर पढ्नुभयो हो। यो मध्येमा हाम्रो शरीर के को बनाइन्छ भनेर भनिदियो कुन स्टिलको बनाइन्छ भनेर भनिदियो है। यो त धेरै भन्न पर्दैन जसले पनि जान्नुहुन्छ यो होइन माइल्ड स्टिल भनेर भनिदियो है। यसमा सबै चिज पढ्ने कार्बन यति पर्सेन्ट हुन्छ मिक्सियम हजुरको त ल हाम्रो यति पर्सेन्ट हुन्छ मिनिमम त्यो पनि पढ्नु होला त्यो पनि हजुरको चाहिँ आउने कुरा हो होइन। यो अब यो एल्युमिनियम यो त स्टिलै होइन र यो होइन यतातिर कुरै गर्ने यो पनि होइन यो त हजुरको जसले पनि मिलाउने भयो होइन। ल हाम्रो चाहिँ माड स्टिल हुन्छ भनेर बुझ्नु होला यसको चाहिँ सबै प्रोपर्टीहरू पढिदिनु होला है। ओके अर्को छ हाम्रो हेर्नुहोस् त द मोडुलस अफ इलास्टिसिटी अफ स्टिल इज एप्रोक्सिमेटली भनेर भनिदियो। हाम्रो स्टिलको चाहिँ हाम्रो मोडुलस अफ इलास्टी होइन यङ मोडुलस अफ इलास्टी कति हुन्छ भनेर भनिदियो। ल भन्नुहोस् त यसो कति हुन्छ हाम्रो यङ मोडुलस अफ इलास्टी कति हुन्छ हाम्रो 2 लाख न्युटन पर एमएम स्क्वायर हुन्छ। कति त 2 लाख न्युटन पर एमएम स्क्वायर भनेको 2 पछि कति त 5वटा जेरो है भनेको पास्कल न्युटन पर एमएम स्क्वायर हुन्छ। अब भनेपछि यसमा हामीले दियो यसमा छैन गिगा पास्कलमा छ भनेपछि अब हामीले यसो चेन्ज गर्दा पनि भयो होइन। हाम्रो 1 गिगा पास्कल स्क्वायर गिगा भन्ने बित्तिकै कति हो त हाम्रो चाहिँ कति हो 9 होला होइन जिपिए भनेपछि 10 टु द पावर कति हुन्छ 9 हुन्छ होइन हाम्रो न्युटन पर एमएम स्क्वायर भयो। भनेपछि यो 2 × 10⁵ न्युटन पर एमएम स्क्वायर भनेको मिटरमा लगाउनुहोस् त कति हुन्छ कति भयो 5 6 11 भयो होइन 2 × 10⁻11 न्युटन पर मिटर स्क्वायर हुँदो रहेछ मतलब मिटर स्क्वायरमा लियो भने। अब हाम्रो जिपिए भन्ने बित्तिकै यतातिर जानु पर्यो होइन मिटर हो है के गर्न पर्यो त हाम्रो यसमा टिएस भनेको चाहिँ भाग लाउनुहोस् त 2 × 10⁻11 है बाई हाम्रो कति हुने भयो त 10⁻9 हुने भयो भनेपछि 9 9 10 11 कति रह्यो 200 रह्यो 200 नै रह्यो है हो जिपिए रहँदो रहेछ जिपिए रह्यो भनेपछि 200 जिपिए यता सी जाने भयो है। ल यसमा धेरै उ गर्न परेन
दुई लाख युज गर्ने याद गर्ने होइन। मिटरमा यसरी लिन पर्यो के अरे, आफूले यसरी हेर्नु होला है। के बनाएन विषय भने केही चाहिँ हजुरको गाह्रो छैन यसमा। ल ओके, अब हामीहरू जानुस् त नेक्स्टमा। ओके, अब जानुहोस् त्यसमा के भन्यो फेरि चाहिँ हेर्नुहोस् अर्को है। विच एग्रिगेट साइज इज मस्ट सुटेबल फर मेकिङ डेन्स रेनफोर्स कन्क्रिट भनेर भनिदियो है। हामीले एउटा कन्क्रिट छ नि एकदमै डेन्स बनाउन चाहिँ हाम्रो कुन एरिगेट कति एमएमको एरिगेट युज गर्छ भनेर, डेन्स एकदमै हाम्रो चाहिँ चाहिएकै कुरा के हुन्छ, डेन्स हुन्छ, फुल्ली कम्प्याक्टेड चाहिएको हुन्छ होइन। भने त्यतिखेर हाम्रो चाहिँ कति एमएमको चाहिँ के गर्न पर्यो त हजुरको चाहिँ हाम्रो एग्रिगेट युज गर्न पर्यो भनेर भनिदियो यसले चाहिँ। ल भन्नु साथीहरू, यो पनि हजुरको चाहिँ सजिलो छ होइन। हाम्रो त्यो ठाउँ अनुसार फरक हुन्छ। अहिले केही पनि भनेको छैन भनेपछि नोमिनल मिक्सियम साइज कति हो, एउटा हामीले आरसिसीमा युज गर्न पाइने नोमिनल मिक्सियम साइज कति हो त, कति हो, 20 mm हो है। त्यस्तै गरी हाम्रो चाहिँ त्यो कुन मेम्बरमा फरक पर्छ हेर्नु, जस्तै हाम्रो स्ल्याब होला, कोलम होला, बिम होला, फ्लोर होला, लेन्टिल होला, सिल होला होइन। हो त्यस्तो केसहरूमा पनि हाम्रो आफ्नै त्यो तोक्यो भनेपछि आफ्नै तरिका लाउन पर्यो होइन। तर तोकेन भनेपछि हामीले चाहिँ यसरी चाहिँ नतोकेको क्वेसन पनि आउँछ हेर्नु है। हो अब हाम्रो जस्तै एउटा ड्याममा है, ड्याम ठुलो ठुलो एकदम हेभी स्ट्रक्चरमा कति हुन्छ, लगभग हाम्रो 40 mm एक्सेप्ट गर्छ होइन, 40 mm। जस्तै हाम्रो खास के हो त भन्दाखेरि चाहिँ कुरो एज पर दि आइएस 456/2000 अनुसार हाम्रो त्यसमा म्याक्सिमम है, म्याक्सिमम एग्रिगेट साइज कति हुन्छ भन्दाखेरि जुन स्ट्रक्चर छ नि स्ट्रक्चरको मिनिमम डाइमेन्सन, जस्तै स्ल्याबको कुरा गरौँ, स्ल्याबमा के हुन्छ, लम्बाइ चौडाइ त ठुलो हुन्छ धेरै होइन, तर थिकनेस कम हुन्छ कि नै, कम हुन्छ। हो हाम्रो त्यो लिस्ट लिस्ट डाइमेन्सन लिस्ट डाइमेन्सन अपन 4 गर्नुहुन्छ भनेपछि हजुरको म्याक्सिमम साइज राख्न पाउँछ। जस्तै एउटा हाम्रो हाम्रो स्ल्याब ल हजुरको कति छ र भनौँ हजुरको ल 20 सेन्टिमिटर, 200 छ भने 200/4 गर्नुभयो भनौँ है। ल हाम्रो 200 mm/4 गर्नुभयो भने हजुरको चाहिँ कति त हो, यहाँसम्म युज गर्न पाइयो भन्न खोज्नु पर्यो है। हो त्यो हाम्रो कुनै मेम्बरको लिस्ट एउटा डाइमेन्सनलाई 4ले भाग गर्नुभयो भने त्यो म्याक्सिमम साइज। अब यतापट्टि त्यसरी तोकेको छैन, त्यो आइएस कोड अनुसार त्यो आयो भने कहिलेकाहीँ न्युमेरिकल रूपमा आयो भने कसरी आउँछ त, यो स्ल्याबको यति यति छ है, थिकनेस यति छ, अथवा कोलुम बिमको यति छ भनेर भन्ला। म्याक्सिमम साइज एरिया कति हाल्नु पर्ला भन्यो भने 4 गर्ने, जुन सानो डाइमेन्सन छ त्यहीलाई 4 गर्नुभयो भने यहाँ अप्सन लगाउनु पर्यो। अब त्यसमा यसमा हामीले कुन जान पर्यो त, जस्तै हामीले अब यसमा नोमिनल साइज नै यही हो नि त हाम्रो है। यो भनेको के त हाम्रो चाहिँ नोमिनल म्याक्सिमम साइज हो भनेर भन्नु होला। ओके, त्यसको त नर्मल आरसिसीको लागि भन्ने, आरसिसीको लागि ओके। तर अब हजुरले ड्याम रिटेनिङ वाल तोक्यो भने 40 mm लाउने होइन। त्यस्तै हाम्रो डिपिसीको कुराहरू गऱ्यो, फ्लोरिङको कुराहरू गऱ्यो, त्यसमा कति त म्याक्सिमम 10 mm को एग्रिगेट लाउने है। त्यस्तै गरी हजुरको चाहिँ हाम्रो अरू ल्यान्टिल सिल सोध्ला त्यतिखेर के भन्ने भन्दाखेरि चाहिँ 15 mm लगाउने होइन। त्यस्तै गरी हाम्रो जस्तै केही पनि नबन्यो, केही पनि नबन्यो, आरसिसी मेम्बर भनेर भन्यो भने है, आरसिसी मेम्बर भनेर भने आरसिसी मेम्बर भन्यो भने केही नतोक्यो, बिम कोलुम स्ल्याब केही पनि तोकेन भनेपछि आरसिसी मात्र भन्यो भने हजुरको हामीले के भन्नुभयो त, लिस्ट ल्याटरल डाइमेन्सन बाई 4 भन्नुभयो। भनेको हाम्रो कुनै पनि एउटा आरसिसीको चिज मिनिमम कति चाहिँ थिकनेसको बनाउन मिल्छ ल भन्नुहोस् त, कति बनाउन मिल्छ, हाम्रो मिनिमम कति थिकनेसको बनाउनु पर्छ, त्योभन्दा सानो बनाउन पाइँदैन। यति पातलो चाहिँ रोटी जस्तो बनाउँदा पाइँदैन हेर्नु, कम्ती यत्रो यत्रो बनाउनु पर्छ होइन। भनेपछि त्यो त मिनिमम थिकनेस अपन 4 गर्नु भने आउँछ कि नै। हो हाम्रो आरसिसीको मिनिमम थिकनेस कुनै पनि हाम्रो स्ट्रक्चर होला, मिनिमम त वाल नै हुन्छ धेरै जस्तो होइन। हो त्यो भनेको चाहिँ कति हुनुपर्छ त, हाम्रो 100 mm हुनैपर्छ हेर्नुहोस्, 100 mm हुनैपर्छ आरसिसीको मिनिमम चाहिँ थिकनेस अथवा कुनै मेम्बरको है। अपन 4 गर्नुभयो भने कति आउँछ, 25 mm आउँछ। हो यसमा क्वेसनमा आरसिसीको कति हुन्छ, कि आरसिसी स्ट्रक्चरमा हाम्रो म्याक्सिमम साइजको एरिया कति गर्ने भन्यो भने 25 mm लगाउने, केही नभन्यो भने यो तरिकाले भन्यो भने 20 लाउने होइन। अब त्यो अरू अरू चाहिँ फ्लोरिङको कुराहरू गरेर डिपिसी कुराहरू भने 10 लाउने
कति मजाको कुराहरू छ है। त्यो चाहिँ हजुरको याद गर्नु होला। आरसिसी भन्यो भने 25 कसरी भएको त? मिनिमम थिकनेस अफ आरसिसी कति हो त? 100 हो। त्यही कारणले 25 भएको हो एन्सर है। ल ओके, यो भयो। के भन्नुभयो साथीहरूले चाहिँ? ल हजुरहरूले चाहिँ हो 10 CM भन्नुभयो, गुड जब। हजुरले चाहिँ एकदमै चाहिने कुरा हो है यो पनि, लोकसेवा प्रेमी साथीहरूलाई पनि एकदमै चाहिने कुरा हो। हो 4 को बी 4 को सी भन्नुभयो, ठिक छ। ल अँ ठिक छ ठिक छ, कमेन्ट गर्नुहोस् न, केही हुन्न। हेरिरहेको छु हजुरलाई पनि चिन्छौँ नि हामीले पनि होइन, कसले को डिलिट नगर्ने रङमा पनि के छ र होइन, त्यसमा मार्क्स आउने छैन क्या, नेगेटिभ पछि काटिन्न कमेन्टमा। त्यही कारणले गर्दाखेरि चाहिँ फरक पर्दैन। ओके, हाम्रो अब जाम नम्बर 5मा, द स्ट्यान्डर्ड कम्प्रेसिभ टेस्ट फर ब्रेक हो हाम्रो अर्को भनेको चाहिँ। एनएससीमा चाहिँ टेस्टको कुरा एउटा न एउटा जहिले पनि आउँछ क्या है। जस्तै हाम्रो आइएसको होला, जस्तै धेरै जस्तो आइएसकै कुराहरू छन्। अब हाम्रो त एनबिसीको कुराहरू पनि छन्, एनबिसीको कुराहरू पनि आउँछन्, यतातिर तलतिर आउँछन्। अब टेस्टको कुराहरू जस्तै सिमेन्टको टेस्टमा कुन कोडमा छ, कति कोडमा छ भनेर आउँछ। ब्रिकको आउला, अहिले हामीले सोधेको के छ त्यसमा चाहिँ ब्रिकको टेस्ट, कुन टेस्ट त कम्प्रेसिभ स्टेट त्यही पनि है। आइएसओ कुन कोडमा छ अरे होइन, कुन कोर्समा सबै कुराहरू चाहिँ हजुर तोकेका हुन्छ। जस्तै हामीले पढ्नुहुन्छ नि, ब्रेकको फर्स्ट क्लास ब्रेकको 10.5 न्युटन पर एमए स्क्वायर भन्दा चाहिँ हाम्रो कम हुनुहुन्न अरे मानव। सेकेन्डमा यति हुनुपर्छ भने 7 गर्दै 3.5 हुँदै आउनुहुन्छ नि, त्यो कुन कोडमा तोकेको छ त, कसरी गर्न पर्छ त भन्ने कुराहरू गर्नुहुन्छ नि हाम्रो कम्प्रेसिभ स्ट्रेन्थ, त्यो हाम्रो कुन कोडमा तोकेको छ भनेर भनेको छ। टेस्टको कुराहरू पढिदिनु होला है। हाम्रो आइएस 3495 भनेको छ हो, यसमा हेर्नुहोस्, यसैमा छ ब्रिक टेस्ट। के त हाम्रो ब्रिक टेस्ट, ब्रिक टेस्ट यसैमा छ। अब हाम्रो ब्रिकको साइज एनएसको कुराहरू गर्नुभयो भने हजुरको चाहिँ हाम्रो एनएस 35 भइहाल्यो, नेपाली स्ट्यान्डर्ड 35, के अरे हाम्रो 2035 हो, 1 नम्बरमा छ। तर एनएस 01 2035 भनेको नेपालको हो है। अब आइएसको कुराहरू गऱ्यो। अब आइएस 4031 भनेको छ, यो भनेको हाम्रो सिमेन्टको टेस्टको कुराहरू छ है। हाम्रो यसमा के तोकेको छ भन्दाखेरि चाहिँ सिमेन्ट टेस्टको बारेमा हाम्रो यसमा छ है। हाम्रो मेथड अफ सिमेन्ट टेस्ट भन्ने कुराहरू चाहिँ यसमा पढ्नु। र आइएस 2386 छ नि, यो भनेको एग्रिगेट टेस्ट हो हाम्रो। के हो त हाम्रो एग्रिगेट टेस्टको कुराहरू हो। हाम्रो सिलेबसमै तोकेको छ, टेस्टको बारेमा राम्रोसँग पढाइ भनेर भनेको छ है। ल अब 456 त हजुरलाई पनि थाहा छ, आइएस 456/2000 भन्ने बित्तिकै कसको होला भन्नुहोस् त, कसको हो? हजुरले लोकसेवातिर पनि पढ्नुहुन्छ, यतातिर कोही खासै पढ्नुहुन्न। आइएस 456 कसको हो? कसको हो? पिसिसी र आरसिसीको होइन। कसको त हाम्रो चाहिँ यसमा हाम्रो कोड अफ प्र्याक्टिस कसको हो त हाम्रो चाहिँ यो 2000 वाला। अहिले त 5औं संशोधन आइसकेको छ है, पिसिसी एन्ड आरसिसी हो। यस्तै कोडहरू जस्तै हामीले नेपालका पढ्नुभयो भने एनएस हजुरको चाहिँ ल 01 भन्यो भने ब्रिकको छ है। जस्तै अर्को चाहिने भनेको एनएस 572, यो चाहिँ सिमेन्टको होला हो। यस्तै गरी हजुरको चाहिँ धेरै पढ्न पर्दैन, यसरी 1 नम्बरमा ब्रिक छ 572। यो भनेको एउटा गुणस्तर विभागले चाहिँ दिएको चाहिँ हाम्रो भन्नुहुन्छ नि आइएस यति सर्टिफाइड भनेर भन्नुहुन्छ नि, हो यही वाला कोड हो क्या। सबै क्वालिटी तोक्या हुन्छ यसैमा हजुरको। ल हाम्रो ओपिसी जस्तै हामीले एनएस 572 को जुन हाम्रो ओपिसी सिमेन्ट छ नि, त्यसमा हाम्रो इनिसियल सेटिङ टाइम कति हुन्छ, फाइनल कति हुन्छ, त्यो तोक्या हुन्छ त्यसैमा है। जस्तै इनिसियल कति हुनुपर्छ, हुन्छ मिनिमम भन्यो भने कति हुन्छ, कति हुन्छ र हाम्रो एनएस अनुसार 45 मिनट छ, तर आइएस अनुसार कति छ त 30 मिनट छ हो। त्यो डाइरेक्ट तोक्यो भनेपछि हाम्रो चाहिँ कोडभन्दा यताउता जान पाइएन, हेर्नु है। ल त्यो कुराहरू हामीले एन्सर के हुने भयो, ए हुने भयो है। कता गयो, ए हुने भयो। ल त्यस्तै गरी हाम्रो अर्को जाम त 6मा, द सेन्ट्रोइड अब सेमी सर्कुलर ल्यामिना अब रेडियस आर लाइज एट दि डिस्टेन्स फ्रम दि बेस इक्वल टु भनेर भनिदियो। हाम्रो केही सोधेन चाहिँ सिजी सोध्यो। सिजी पनि होइन, सेन्ट्रोइड भनेको अब सिजी र सेन्ट्रोइड त थाहा छ नि। सेन्ट्रोइड भनेको सेन्टर नै हो, सिजी पनि सेन्टर नै हो। सेन्ट्रोइड भनेको एरियाको सेन्टर हो है, एरियाको सेन्टर हो भनेपछि सिजी सेन्टर अफ ग्राभिटी भनेको चाहिँ मासको सेन्टर हो होइन। जस्तै हाम्रो यो मार्कर छ, यो मार्करको सेन्टर कहाँ हो भन्यो भने यो चाहिँ ल 20 सेन्टी छ भनेपछि 10 CM-मा चाहिँ हाम्रो पर्छ भन्नुभयो भने के हो त्यो 10 CM-मा पर्छ भन्नुको अर्थ के हो त, त्यो भनेको सेन्ट्रोइड हो। तर मार्कर
ल 200 ग्राम छ, 200 ग्राममा चाहिँ 100 ग्राम यहाँदेखि यताउता हो, 100 ग्राम यता हो भन्नुभयो भने त्यो मासको सेन्टर भनेको के हो त? सिजी हो, सेन्टर अफ ग्राभिटी हो है। हो त्यो कुरा आजको हाम्रो चाहिँ कति हुन्छ? मास अफ सेन्टर अफ ग्राभिटी भनेको चाहिँ 3D फिगरलाई लागु हुन्छ। जस्तै यो त 3D चिज हो नि, मार्कर सबै कुराहरू 3D हो। तर हाम्रो लम्बाइ चौडाइ हुनु भनेको के त? 2D मा हो। सेन्ट्रोइड भनेको चाहिँ 2D मा लागु हुन्छ। सेन्टर अफ ग्राभिटी भनेको थ्री डाइमेन्सनल हाम्रो चाहिँ बडीहरूमा चाहिँ लागु हुन्छ है। ल 2D को चाहिँ हुन्छ जस्तै रेक्टेङ्गल कति केजी छ भनेर हुन्छ? हुँदैन नि है। रेक्टेङ्गल कति डाइमेन्सनको छ मात्र हुन्छ। त्यही कारणले गर्दाखेरि हाम्रो सेन्ट्रोइड भनेको चाहिँ हाम्रो के हो त? हाम्रो यो सेन्टर अफ एरिया हो नि त होइन, एरियाको सेन्टर हो नि त्यो। मतलब जियोमेट्रिक सेन्टर हो। जियोमेट्रिक सेन्टर भनेको यो हो। अब कति हुन्छ ल भन्नुहोस् त? यो अब हाम्रो यो के छ र? यो सेमी सर्कल छ, यसको हाम्रो रेडियस आर छ भनेपछि यसको सेन्टर कहाँ होला भन्न खोज्या त हो। यसको सेन्टर भनेको यहीँ पर्ला, थाहा छ यहीँ पर्ला, यहीँ पर्ने हो। तर डिस्टेन्स कतिमा भन्ने हो हामीले है, कतिमा पर्छ फ्रम दि बेस भनेको छ। बेसबाट माथि कतिमा गयो भने हजुरको नर्मल रेक्टेङ्गल भयो त के हुन्छ? हजुरको यति बाई आधा हुन्थ्यो भन्नुहुन्छ। तर यसमा चाहिँ तलको फरक, माथि यो सिमेट्रिकल त छैन नि होइन, फरक फरक छ। त्यही कारणले कति हुन्छ? यो डिस्टेन्स भनेको 4r/3π, 4r/3π त्यताबाट भयो। तर यहाँ हामीले यो त के भयो? वाइतिर भयो होइन। अब एक्सतिर कति भन्यो भने 0 हुँदो रहेछ होइन। यो त हाम्रो के हो त? 4r/3π भनेको वाइ बार भयो। एक्स बार कति भन्यो भने यहीँबाट कति पर्छ भन्यो भने हाम्रो यही त हो सेन्टर भनेको, यो हो भनेपछि यही पोइन्ट त हो सिजी भनेको। भनेपछि एक्सबाट उतातिर डिस्टेन्स छ त? छैन, 0 हुँदो रहेछ। तर यता छेउबाट भन्यो भने फेरि चाहिँ हाम्रो कति हुनु त? डायमिटर/2 रेडियस हुने रहेछ होइन। हो त्यो कुरा कहाँबाट सोधेको छ, कसरी बजेको छ भन्ने कुराहरू चाहिँ हेर्नुपर्छ। ल अहिले एन्सर भनेको 4r/3π भयो। यो पनि याद गर्ने है। हो यिनीहरू चाहिँ याद गरिराख्नुपर्छ। यस्तो धेरै कुराहरू छ, यसको मात्र होइन। यस्तै नर्मल हाम्रो चाहिँ मोमेन्ट अफ इनर्सियाको फर्मुलाहरू, सिजीको सेन्टरको फर्मुलाहरू चाहिँ हेर्ने हो। अर्को छ हाम्रो, हेर्नुहोस् त नम्बर 7 मा जानुहोस् त। द बल्किङ टेस्ट स्यान्ड सो मिक्सियम बल्किङ एट ट्रब्ली भनेर भनिदियो। हाम्रो बल्किङ टेस्ट, बल्किङ भन्ने बित्तिकै के बुझ्नुहुन्छ? बल्क भन्ने बित्तिकै ठुलो बुझिन्छ होइन। बल्क भन्ने बित्तिकै ठुलो हो। अब हामीले त्यसमा धेरै जसो यो स्यान्डको लागि है, स्यान्डमा के हुन्छ? बल्किङ ठुलो हुनु भनेर चाहिँ अब स्यान्ड कहिले ठुलो हुन्छ होला? ल भन्नुहोस् कहिले ठुलो हुन्छ होला? स्यान्ड ठुलो भनेको बढी हुनु हो कि नै? बल्क भनेको बढी ठुलो भन्न खोजेको हो भनेपछि त्यसमा जस्तै हाम्रो एउटा मसिनो हाम्रो एउटा बालुवा छ, हेर्नुहोस् त यसमा के छ? अरू चाहिँ बालुवा छ, यसमा ड्राई स्यान्ड छ, ड्राई स्यान्ड छ। सेम भाँडोमा है, यही सेम ड्राई स्यान्ड थियो, थोरै पानी मिसाउनुहोस् त यसमा। यही ड्राई स्यान्डमा थोरै पानी मिसाउनुहोस् त, पानी मिसाएर फेरि भर्नुहोस् त है। हो त्यो फेरि भन्नुहोस् त। मानव यो ड्राई स्यान्ड थियो, त्यसमा अलिअलि पानी मिसाएर सेम भाँडोमा भर्नुभयो भने नि हजुरको कहिल्यै पनि पहिलाको जति थियो यतिमा जाँदैन। यो कहाँ पुग्छ त? यहाँ पुग्छ। हेर्नु अब हो यो भनेको चाहिँ हाम्रो के हुन्छ हजुर चाहिँ यसमा स्यान्ड यहाँ पुग्छ, बढी भयो कि नै? बढी हुन्छ क्या है। हो यो त कम चिज बढी भयो, के कारणले त? बढ्छ। त्यही भोल्युम बढ्ने फेनोमेना भनेको नै के हो त? हाम्रो चाहिँ बल्किङ भनेर भन्नुहुन्छ। यो हाम्रो मसिनोलाई जति मसिनो भयो त्यति बढ्छ, जति मोटो मोटो भयो कम बढ्छ। तर यत्रो गिट्टीलाई बढ्दैन। हेर्नु है, जस्तै हाम्रो यो 20 mm को गिट्टी, 40 mm को गिट्टी भन्नुभयो नि, त्यसलाई बल्किङ कति हुन्छ भन्यो भने 0 हुन्छ, हुँदैन, बढ्दैन भनेर भन्ने हो। पानी हाल्यो भने बढ्छ, गिट्टी बढ्दैन नि है, बढ्दैन। हाम्रो त्यो अब जति मसिनो भयो त्यति बल्किङ बढी हुन्छ। त्यही कारणले फाइनेससँग चाहिँ डाइरेक्टली हुन्छ, कोर्सनेससँग चाहिँ इन्भर्सली हुन्छ। हेर्नु बल्किङ भनेको है भोल्युम बढ्ने प्रक्रिया। अब यसमा क्वेसनले के सोध्यो भन्दाखेरि चाहिँ 0% मोइस्चर। अब हामीले भन्नुभयो कि नै यो किन बढेको रे? किन बढेको रे? मोइस्चर कन्टेन्टको कारणले बढेको। अब हामीले पानी हाल्दैमा बढ्ने होइन, तर कति हाल्ने? थोरै 1% हालेर टोटल भोल्युमको 1% पानी हाल्नुभयो भने बढ्ने कि 100% नै पानी हालेर बढ्ने कि? जति हाम्रो एउटा के हुन्छ भन्दाखेरि एकदमै सुक्खा स्यान्ड र फुल्ली एकदमै सबमर्स स्यान्ड हुन्छ नि, मतलब हाम्रो पुरै पानी पानी एउटा भोइडमा पनि हावा नभएको त्यस्तो स्यान्ड बराबर हुन्छ। हेर्नु फेरि भोल्युम है। तर हाम्रो यदि 4 देखि 6%, 4 देखि 6%, अहिले 8 रहेछ यतापट्टि, ठिकै छ, केही भएन है। यो टोटल भोल्युमको
जस्तो यसमा कति बालुवा छ अरे 1 घनमिटर बालुवा छ भनेपछि यसको 4% पानी मिसाउनु भयो भने नि हाम्रो म्याक्सिमम बल्किङ हुन्छ। तर बिस्तारै हजुरको 8-10% पानी मिसाउनु भयो भने नि घट्दै जान्छ, फेरि भोल्युम घट्दै जान्छ। हो हामीले यो बढी पनि हजुरको चाहिँ पानी भयो नि बढ्दैन, कम भए पनि बढ्दैन, तर कतिमा बढ्छ भने 4%मा बढ्छ भन्ने एक्जाममा आयो। कहिलेकाहीँ 4%, 6%, 8% आयो भने यो 8 नलगाउनु यहाँ है, त्यसमा 4 लगाउनु होला। तर 4 लगाउने, 4लाई प्रायोरिटी दिने होइन। तर 4%, 5%, 6% आयो भने 5 लगाउने है, त्यो रुल हो। हेर्ने त्यहाँ पर्सेन्टेज छ, एज पर आइएसमा तोकेको छ है यस्तो कुराहरू चाहिँ कति पर्सेन्ट बढ्ने भन्ने कुराहरू। सो एन्सर इज हाम्रो बी राइट भइहाल्यो होइन। 4, 5, 6 यताउता आयो भने चाहिँ 5 लगाउनु पऱ्यो। 4, 6, 8 आएको छ धेरै जसो इक्जामहरूमा। सो एन्सर 4 मात्र लगाउनु। रेन्ज आज एकदमै सजिलो भइगयो, 4 देखि 8, 4 देखि 6 भने त हजुरलाई सजिलो भइगयो है। हाम्रो पानीको कन्टेन्ट, वाटर कन्टेन्ट त्यति हाल्दाखेरि म्याक्सिमम भोल्युम बढ्दो रहेछ है, बालुवाको हाम्रो चाहिँ भोल्युम बढ्ने रहेछ है। हजुर के भन्नुभयो साथीहरू, के भन्नुभयो? मोइस्चर हुँदा ठिक छ ल। ओके, अब हामी अगाडि बढिहालौँ है। अब जानुहोस् त त्यसपछि हाम्रो के छ त भन्दाखेरि अब हामीले भ्याइन्न कि जस्तो लागिसक्यो आज होइन अलि। अब अर्को हेर्नुहोस् त हाम्रो सोलिड रेसियो लेम्दा, लेम्दा अफ कोलम इज डिफाइन्ड। अब एसआर भनेको के हो भने छ यता भन्नु परेन होइन। एसआर भनेको लेम्दा इस्कस के हुन्थ्यो त, इफेक्टिभ लेन्थ अपन, इफेक्टिभ लेन्थ अपन हाम्रो चाहिँ लिस्ट रेडियस अफ गेरिएसन भनेर भन्नुहुन्छ है। कता हुन्छ लेखिन्न त, लिस्ट युआइएस यो लाउनु पर्यो होइन। हो, रेडियस अफ गेरिएसन मिनिमम हो है, फेरि एकदम मिनिमम। अब मिनिमम त हाम्रो के हुन्छ त, एक्सतिर बढी छ कि वाइतिर बढी छ कि होइन। राख्दाखेरि चाहिँ हाम्रो यसमा बेन्डिङ मोमेन्ट डायग्राम बनाउनु कस्तो बन्छ, यस्तो भन्छ। अब यो कन्डिसन अनुसार फरक छ, बुझिहाल्नुहुन्छ है। अहिले यो हाम्रो मोमेन्ट डायग्राम हो भनेपछि यसको मोमेन्ट चेन्ज कहाँ भयो त, यहाँ 0 यहाँ भएको, 0 यहाँको है। हो, यो 0 मोमेन्ट भएको ठाउँलाई के भन्छ, के भन्छ पोइन्ट अफ कन्ट्राफ्लेक्सर भनेर भन्छ। के भन्छ हाम्रो चाहिँ पोइन्ट अफ कन्ट्राफ्लेक्सर अथवा पोइन्ट अफ इन्फ्लेक्सन पनि भन्छ है। अब यता पनि त्यही भन्ने हो, यता पनि 0 मोमेन्ट नै छ भनेपछि यो दुईटा मोमेन्ट 0 भएको ठाउँ अथवा चाहिँ हाम्रो यो जुन बेन्डिङ मोमेन्ट हाम्रो साइन चेन्ज गरेको बिचको छ नि डिस्टेन्स, त्यो भनेको के हो त हाम्रो चाहिँ इफेक्टिभ लेन्थ हो। हेर्नुहोस्, यो बाहिरबाट आँखाले हेर्दा नाप्न मिल्ने चिज होइन यो है, यो क्यालकुलेसनको भ्यालु हो। यसो कोलममा हेर्नुभयो भने मोमेन्ट डायग्राम बनाए हुन्छ, हुँदैन नि है, हुँदैन नि। कहीँ कहाँ होला भनेर गर्नुभयो भने भेटिँदैन हजुर त्यहाँ। अब कोलम त यत्तिकै बाङ्गुन्जेलसम्म त रहँदैन नि होइन, यो बाङ्गिएको होइन कोलम। मोमेन्ट भनेको हाम्रो चाहिँ यसरी बन्छ, लोडले गर्दाखेरि चाहिँ बन्ने त हो यो। ल, इफेक्टिभ लेन्थ हो। अब यो रेडियस के भन्नुभयो त, रेडियस अफ गेरिएसन भने यसको अर्थ के हो त हाम्रो चाहिँ, यो भनेको के भनेको चाहिँ मोमेन्ट अफ इनर्सिया बाई एरिया होइन, गर्नुभयो भने के आउँछ अनि बल्ल हाम्रो यो लिस्ट है, त्यही पनि एक्सतिर हुन्छ कि वाइतिर हुन्छ, यो सानो सानो न्युमेरिकल आए पनि यसरी सल्भ गर्नु होला। अब यो अनुसार कुन हुने भयो त, बी हुने भयो। तर है, तर यो अप्सनमा नि तलपट्टि लिस्ट रेडियस अफ गिरेसन छैन भन्यो भने नि त्यतिखेर हाम्रो के लाउनु होला भन्यो भने चाहिँ अलि तपाईँ चाहिँ फरक हुन्छ है। इफेक्टिभ लेन्थ अपन लिस्ट लेटरल डाइमेन्सन लाउनु पनि पाउनुहुन्छ। तर दुइटै आयो भने फर्स्ट प्रायोरिटी यसलाई दिनुपर्छ हामीले। दुइटै आएन भनेपछि होइन अर्को पनि लाउनुहुन्छ, इफेक्टिभ लेन्थ अपन हाम्रो लिस्ट लेटरल डाइमेन्सन, लिस्ट लेटरल डाइमेन्सन लाउन पनि पाउँछ। तर फर्स्ट प्रायोरिटी यसलाई दिनुपर्छ, सेकेन्ड प्रायोरिटी यसलाई दिनुपर्छ है। दुइटै आयो भने पनि त्यसरी लाउने, नत्र छुट्टा छुट्टै आयो भने एउटा त लाउनुपर्छ है। ल, एन्सर इज बी राइट। ल, त्यस्तै गरी हामीहरू अगाडि बढ्नुहोस् त। जिपिएस भनेको सर्वेतिर आएको क्वेसन होइन। यसमा कति सब्जेक्ट आएर हेर्नुहोस् त, सर्वे पनि रहेछ हाम्रो यतापट्टि,
बिल्डिङको कुराहरू पनि छ, अलि कङ्क्रिट टेक्नोलोजीको कुराहरू पनि छ होइन। हो त्यो सबै कुराहरू छ यसमा। इस्टिमेट तिनीहरू चाहिँ कहाँ राखेको छ, इस्टिमेट पनि थियो क्या क्वेसन रहेछ रहेछ एउटा है। जिपिएस भनेको ग्लोबल पोजिसनिङ सिस्टम होइन। अब त्यसमा जुन हाम्रो जिपिएस ग्लोबल पोजिसन सिस्टममा के देखाउने हो, त्यसले के मेजर गर्छ, पोजिसन ट्र्याक गर्ने। जस्तै हामी 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 अहिले ल म उभिरहेको छु भनेपछि म मेरो देशान्तर कति छ, अक्षांश कति छ, त्यसको एलिभेसन कति छ समुद्री सतहबाट त्यो देखाउँछ है। जस्तै हामीले गुगल म्यापमा लोकेसन पठाउँछौँ नि त्यही नै हो त्यो पनि होइन। भनेपछि यसमा के हो त हाम्रो चाहिँ नर्थिङ इस्टिङ भयो एलिभेसन, यानि जेड नाम्ने त हो भने त्यो के हो त कोर्डिनेट हो नि त। कुनै पनि ठाउँको चाहिँ कोर्डिनेट फाइन्ड आउट गर्ने भनेर चाहिँ जिपिएस भन्नुहोस् है, ग्लोबल पोजिसन सिस्टम कोर्डिनेट नाप्छ भनेर चाहिँ भन्नु होला। एन्सर इज बिर। अरू त नमिल्ने छ नि हजुरको यो उस्तै पऱ्यो म्यापिङ भने यसो अलिअलि भयो होइन। त कङ्क्रिट क्युरिङलाई चाहिन्छ अरे, एग्रिगेट ग्रेडिङलाई चाहिन्छ, यता हजुरको चाहिँ अप्सनै हजुरको ठ्याक्कै अपोजिट छन् होइन। सब्जेक्टै मिल्दैन, अब सर्वेका भए पनि मिल्दैन होला नि त, सब्जेक्टै मिल्दैन, यिनीहरू त हटाउनै परेको है। ओके, पक्कै जिपिएस त सुने हुन्छ इन्जिनियर पढ्ने मान्छेले। अनि 10मा हेर्नुहोस् अब हाम्रो फर्स्ट टपिक्सको लास्ट क्वेसन, फर्स्ट टपिक्सको लास्ट क्वेसन है। यसमा क्वेसन के आयो त भन्दाखेरि हजुरकोमा ल के हो, के भयो यो रेड एनालाइसिस है, यो मेटाउनु पर्ने रहेछ। रेड एनालाइसिस फर एन आइटम इन्क्लुड्स भनेर भनिदियो, रेड एनालाइसिस होइन, थाहा छ रेट एनालाइसिस हामीले मूल्यलाई के गर्ने त निर्धारण गर्ने भनेर भनिदियो होइन। मूल्य जस्तै हाम्रो के गर्छ त प्रत्येक आर्थिक वर्षमा होइन चेन्ज गरेर हुन्छ। जस्तै सिमेन्टको मूल्य त पोहोर सालको पर सालको त सेम हुँदैन नि होइन। जस्तै बजारमा जानुभयो भने ल 700 कति त्यस्तै रुपियाँ पर्छ होइन। हो त्यो अहिले पर्छ, अब अघिल्लो वर्ष सस्तो थियो होला, महँगो थियो होला, त्यो सधैँ बढ्छ भन्ने नि हुँदैन, सधैँ घट्छ भन्ने नि हुँदैन, कोही कोही चिज विभिन्न फ्याक्टरले चाहिँ भइरहेको हुन्छ। हो त्यसमा प्रत्येक आर्थिक वर्ष होइन हाम्रो खास के छ त रुल भनेको चाहिँ एज पर लोकल गभर्मेन्ट एक्ट 2074 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा पहिला 15 दिन पहिला नै हामीले रेट एनालाइसिस चाहिँ गरिसक्नुपर्छ भन्छ क्या है। 15 दिन पहिला लोकसेवामा सोध्ला है। एज पर भनेको हजुरको उसमा के भन्छ यो स्थानीय सरकार सञ्चालन 2014 के अरे 74मा छ त्यो भनेको छ आर्थिक वर्ष सकिनुभन्दा 15 दिन अगावै कुनै पनि ठाउँको रेट भनेको आइसक्नुपर्छ, निर्धारण गरिसक्नुपर्छ भनेको छ त्यसमा है। हो प्रत्येक कहिले चेन्ज हुन्छ भने प्रत्येक फिक्सेल इयरमा भन्नु होला, प्रत्येक आर्थिक वर्षमा चेन्ज हुन्छ भनेर भन्ने। अब रेट एनालाइसिस भने के हो त, त्यसमा के हुन्छ त त्यो मूल्य जस्तै हाम्रो मटेरियलको उ गर्ने होइन, रेट अफ एन आइटमको हो। जस्तै हामीले रेट एनालाइसिस सिमेन्टको गर्नु हुँदैन, सिमेन्टको भनेको त तोक्ने हो, यति तोक्ने। जस्तै हामीले आइटम र मटेरियलमा फरक छ नि त होइन। आइटम भनेको कन्क्रिट हो, सिमेन्ट होइन है। सिमेन्ट भनेको मटेरियल हो, कन्क्रिट अनि वाल भनेको के हो हाम्रो चाहिँ त्यो आइटम हो, त्यसको तोक्ने हो 1 घनमिटरको अथवा हाम्रो 1 स्क्वायर मिटरको होला, प्रति हाम्रो युनिटको हो रेट तोक्नु चाहिँ के हो त रेट एनालाइसिस हो। भनेपछि अब सिमेन्टमा त हजुरको ल सिमेन्टको भित्रको ल सिलिकाको यति लाइनको यति भने तोकिन्छ त तोकिन्न नि। सिमेन्टको एक बोराको 700 रुपियाँ तोकिन्छ, स्यान्डको ल 1 घनमिटरको तोकिन्छ 3000 रुपियाँ तोकिने हो। त्यो भनेको चाहिँ के हो त मटेरियलको रेट फिक्स गरेर हो। त्यो मटेरियलको रेट फिक्स गर्ने भनेको हाम्रो चाहिँ जिल्लाको जुन हाम्रो सिडियुको अध्यक्षतामा 7जनाको एउटा समिति हुन्छ, त्यसले तोक्छ हेर्नु है। हो त्यही रेट ल्याइकन के गर्ने हो त हाम्रो चाहिँ आइटमको एउटा पुरै आइटमको रेट निकाल्ने हो। अब भनेपछि त्यसमा के हुन्छ त भन्दाखेरि जस्तै हामीले एउटा कन्क्रिट भन्नुहुन्छ भनौँ है, एउटा कन्क्रिट भन्नुहुन्छ भनेपछि के हुन्छ मानौँ यसमा हामीले कन्क्रिट भन्नुभयो। अब कन्क्रिटमा के चिज हुन्छ, मटेरियल हुन्छ, सिमेन्ट स्यान्ड एग्रिगेट पानी बनाएको के अन्त मटेरियल हुन्। अनि त्यसपछि अब कन्क्रिटमा चाहिँ लेबर पनि लाग्छन् होला होइन, काम गर्दाखेरि यति ल 5 8 0.8 भनेर पढ्नुहुन्छ नि आरसिसीमा होइन, तिनीहरूमा हो हाम्रो चाहिँ 1 घनमिटर काम गर्दाखेरि चाहिँ कति चाहिँ के छ लेबर चाहिन्छन् भन्ने हुन्छ। हो मटेरियल कस्ट हुन्छ, लेबर कस्ट हुन्छ, लेबर कस्ट हुन्छ। अब हामीले जस्तै कन्क्रिटको काम गर्दाखेरि चाहिँ के चाहिन्छ कि हजुरको ठुलो ठुलो कामहरू भयो भने चाहिँ ल हाम्रो कुनै इक्विपमेन्टहरू चाहिएला। अब यसलाई त खाँद्न पर्यो, कम्प्यासन गर्ने टुल्सहरू चाहिएला। कहिलेकाहीँ हाम्रो चाहिँ के होला त ठाउँ अनुसार है,
कुन कामको लागि युज गर्दाखेरि त्यो हुन्छ। अब जस्तै हाम्रो अब त्यो भनेको चाहिँ कुनै प्लान्ट होला, जस्तै त्यो ठाउँमा पनि त रेन्ट लिन पर्छ नि त। हो त्यो हाम्रो चाहिँ, अनि त्यसको लागि चाहिने फर्मा होला, फर्मको होला हो, त्यो टुल प्लान्ट होइन, इक्विपमेन्ट भन्नुहुन्छ नि, हो त्यो कस्ट चाहिन्छ होइन। हो यति भइसकेपछि अब यसलाई के गर्छ त जोड्छ। ल यसमा चाहिने मटेरियल के थियो त, स्यान्डको कति थियो रुपियाँ, हो सिमेन्ट प्लस स्यान्ड प्लस एग्रिगेट प्लस पानी, यसको रुपियाँ कति पर्छ त्यो राख्ने हो होइन। त्यसपछि लेबर कस्ट खास कति हुन्छ भन्दाखेरि नर्मल केसमा चाहिँ हामीले मेटेरियल कस्ट 75% भन्छ है, पढ्नु पऱ्यो भने। लेबर कस्ट 25% भन्छ टोटलमा। अनि यो टुल प्लान्ट कस्ट भनेको 3% हुन्छ। 3% अफ हाम्रो अनस्किल लेबर भन्ने हुन्छ, अनस्किल लेबर है। हो यो सबै जोडिकन चाहिँ के गर्छ, यहाँ राख्छ। यो राख्ने रेट भनेको चाहिँ केलाई युज गर्छ भन्दाखेरि चाहिँ हाम्रो उपभोक्ता समितिलाई हजुरको यतिसम्म गर्छ होइन। तर हामीले काम ठेक्कामा लाउनु पर्यो होइन, कन्ट्र्याक्टरलाई दिनु पर्यो भनेपछि त्यसमा ओभर रेट अफ प्रोफिट जोड्छ। हेर्नु ओभर रेट अफ प्रोफिट जति जोडेर आउँछ नि त्यसमा 15% के जस्तो हाम्रो चाहिँ ओभर रेट अफ प्रोफिट जोड्छ, 15%। अनि बल्ल हाम्रो चाहिँ त्यो रेटमा हामीले चाहिँ इस्टिमेट गर्ने हो। यही रेट किन निकाल्छौँ त, इस्टिमेट गर्नको लागि है। रेट किन निकाल्छ, इस्टिमेट गर्नको लागि। त्यत्तिकै हामीले चाहिँ यो घरमा कति बोरा सिमेन्ट लाग्लान् भने सिमेन्टले मल्टिप्लाई गरेर गर्दैनौँ हामी। त्यसमा हाम्रो चाहिँ मटेरियलको नगरिकन हाम्रो के गर्ने हो त, हाम्रो पुरै आइटम आइटमको चाहिँ निकाल्ने अनि लास्टमा जोड्नु हुन्छ है। हो त्यो भनेको चाहिँ अब के हुँदो रहेछ हेर्नुहोस् त, लेबर चार्जेस बन्यो, मटेरियल बन्यो। अब यसमा त हाम्रो रुल के छ त, अप्सन लामो अप्सन भन्ने छ है, नजाने भने लामो अप्सन भनेपछि हाम्रो मटेरियलको कुराहरू भयो, लेबर कुराहरू, प्लान्ट वेस्टेज, ओभर रेन्ट प्रोफिट के लेखा छ, टु अराइभ एट युनिट रेट। हो त्यो हाम्रो एउटा युनिट अफ एन आइटममा आउने के छन् नि त्यो कुराहरू हजुरको चाहिँ हुने रहेछ। अप्सन सी त भइहाल्यो है। ल ओके, केही कन्फ्युजन हुनुहुन्छ भने चाहिँ हजुरले सोध्न सक्नुहुन्छ है। म हजुरको कमेन्ट एकदमै रिड गरिरहेको छु, एकदमै ध्यान दिएर। स्लोली भइरहेछ भन्नुभयो, एकदमै बोल्न त फास्टमै बोलाएको छु बोल्दा, तर यहाँ होइन अलिक बढी डिस्क्राइब गर्नु भएको कारणले गर्दाखेरि चाहिँ भयो होला। ओके साथीहरू, देखिरहेछ। द इस्टिमेट अफ इलेक्ट्रिक वायरिङ फ्यानिङ के भन्नु हो, फ्यान लाइट प्लग इस्टिमेट इज द टर्म्स भने टाइप्स अफ पोइन्ट नम्बर अफ पोइन्ट टोटल इन किलोवाट। पोइन्टको टाइप्स गर्छ होला ब्रदर है, टाइप्स पोइन्ट। के भन्नुभयो, आइफोन नदेखाउनु ब्रदर, आइफोन हो नि, फोन हो क्या, हो एउटै हुन् फोन भनेर चाहिँ होइन। देखाएपछि अब उल्टो यसरी हेर्नु भएन, हेर्नु होइन। अगाडि यो त स्क्रिन त आफूतिर पार्नु पऱ्यो त ब्रदर। अब अगाडि हेरेपछि पठाएपछि देखिहाल्छ त, त्यतिर नजानुहोस् कि हजुरहरू। ओके ल, अब हाम्रो नम्बर 11मा जानुहोस् त है। 11मा जाउँ ल, आइसक्यो 11 क्वेसन। ल हेर्नुहोस् अब 11को क्वेसनमा के छ क्वेसन हेर्नुहोस् त। अब सब्जेक्ट चेन्ज भइसक्यो है। द बेस्ट नन क्लासिफिकेसन सिस्टम इन टेक्सचरल सोइलतिर गयो हाम्रो, मतलब जियो टेक्निकल इन्जिनियरतर्फ गयो है। अब त्यसमा हेर्नुहोस् त हाम्रो एकदमै हाम्रो होइन जुन सबैले युज गर्ने बेस्ट नन क्लासिफिकेसन कुन हो भन्यो, म्यासाचुसेट्सवाला छ एमआइटी सिस्टम, ट्रेङ्गुलर क्लासिफिकेसन कुराहरू भयो, आइएसआइसिएस कुराहरू छ होइन। अनि हाम्रो इन्टरनेसनल क्लासिफिकेसन छ, यसो याद गर्ने होइन। र यो मध्ये चाहिँ हामीले जुन युवास ऊ छ नि, पब्लिक एडमिनिस्ट्रेटरले अब रिकमेन्ड गरेको चाहिँ कुन बेस्ट भनिकन, यता बेस्ट जो भन्यो त्यही भन्नु पऱ्यो नि त हामीले त होइन। ल कुन यो बेस्ट भनेको हाम्रो चाहिँ ट्रिएङ्गुलर क्लासिफिकेसन हो है। यसमध्येमा याद गर्नु होला, यो बुकमा भेटाउनुहुन्छ कतै पढ्यो भने। अर्को 12मा हेर्नुहोस् त, लिक्विड लिमिट अफ अ सोइल इज डिटरमाइन्ड बाई है। हाम्रो जुन एर्टिबस लिमिटमा पढ्नुभयो होला, लिक्विड लिमिट प्लास्टिक लिमिटको कुराहरू, श्रिङ्केजको कुराहरू होइन। अब त्यसमा हाम्रो लिक्विड लिमिट डिटरमाइन गर्ने मेथड कुन हो भनेर भनिदियो, स्ट्यान्डर्ड पेनिट्रेसन टेस्ट, कासाग्रान्ड कप टेस्ट, कप मेथड, अनकन्फाइन्ड कम्प्रेस टेस्ट भने त्यसपछि कन्स्टेन्ट हेड प्रोबेबिलिटी टेस्ट भनेर भनिदियो। ल भन्नुहोस् त, हाम्रो यता लोकसेवातिर पनि आइरहेको हुन्छ है।
एलएल लिक्विड लिमिट फाइन्ड आउट गर्ने चाहिँ मेथड कुन हो? लिक्विड लिमिट फाइन्ड आउट गर्ने मेथड कुन हो? हजुर ल ओके। एक्सेस अफ सिलिका भन्नुभयो। एक्सेस अफ सिलिका लस अफ कोइजन हुन्छ है। लस अफ कोइजन भनेको हाम्रो एक आपसमा जुन कोइजन त थाहा छ नि, एक आपसमा बोन्ड हुने क्षमता घट्यो भने नि त्यसपछि ब्रिटल हुँदै जान्छ। पहिलो प्रायोरिटी भनेको लस अफ कोइजन जाने, त्यसपछि अप्सन एमा होला ब्रिटल होला त्यहाँ जाने है। हजुर कुन भयो? हजुरले भन्नुभयो बी भन्नुभयो। ल अरू साथीहरूको पनि जाओस् एन्सर। के भन्नुभयो? ल बी भन्नुभयो 12को। ल ठिक छ है। ल हाम्रो स्ट्यान्डर्ड पेनिट्रेन्स एसपिटी भन्नुहुन्छ नि यो होइन, यो एसपिटी भन्नुहुन्छ यही नै हो। यो भनेको चाहिँ फिल्ड टेस्ट होला होइन। अब एसपिटीमा के गर्छ यसको काम भनेको स्ट्रेन्थ, हाम्रो सेयर स्ट्रेन्थको कुराहरू भयो है। स्ट्रेन्थ कुराहरू भयो अनि डेन्सिटीको कुराहरू होइन। अब यसको उसको ग्रानुलरको गर्छ होइन, यो भनेको हाम्रो चाहिँ ग्रानुलर सोइलको उसमा गर्छ। त्यस्तै गरी हाम्रो यो क्यासाग्रेन भन्नुहुन्छ नि, यही हो हाम्रो क्यासाग्रेन भन्ने बित्तिकै लिक्विड लिमिटवाला भइहाल्यो है। अर्को हाम्रो युसिएससी जुन छ हाम्रो अनकन्फाइन्ड कम्प्रेसन टेस्ट भनेको यही नै हो हाम्रो हाम्रो अनकन्फाइन्ड कम्प्रेसिभ स्ट्रेन्थ। अनकन्फाइन्ड कम्प्रेसिभ स्ट्रेन्थ होइन, यो चाहिँ टेस्ट गर्ने कुराहरू। अर्को छ यो परायोरिटी भन्ने बित्तिकै अब परायोरिटीको कुराहरू आइगयो होइन। अब मतलब त्यो हाम्रो सोइल कतिको पुरस छ, पानी छिर्ने क्षमता कतिको छ भन्ने कुराहरू हो परायोरिटी भनेको होइन। भनेपछि कन्स्टेन्ट रेट भनेर पढ्नुहुन्थ्यो, त्यो भनेको चाहिँ हाम्रो के हो त? पर्मेबिलिटी भइहाल्यो है। यो भनेको ल्याब टेस्ट हो। यो त यो पनि ल्याब टेस्ट हो, हेर्नुहोस् यो पनि ल्याब टेस्ट हो होइन। हो यो भनेको हाम्रो के भयो त? हाम्रो चाहिँ कोपिसिएन्ट अफ पर्मेबिलिटी फाइन्ड आउट गर्छ होइन, पर्मेबिलिटी फाइन्ड आउट गर्छ हो, त्यो वाला भयो। ल एन्सर भनेको बी हुने गइगयो। त्यस्तै गरी नेक्स्टमा जानुहोस् त। फर प्योरली कोएसिभ सोइल है, एकदमै कोएसिभ छ अरे। कोएसिभ हुनु भनेको के हो? हाम्रो चाहिँ कोएसिभ हुनु भनेको चाहिँ हाम्रो कोइजनको भ्यालु ग्रेटर देन 0, 0 भन्दा बढी हुनु हो नि त। अब बालुवामा तिनीहरूमा कोइजन हुँदैन है। बालु कोइजन भनेको एक आपसमा के त बाँधिने बोन्डिङ हुने भन्नुभएको थियो है। भनिसकेपछि त्यसमा नबाँधिने के हुन्छ? बालुवा एरिएट बाँधिन्छ नि त, बाँधिँदैन नि त। तिनीहरूमा सीको भ्यालु 0 हुन्छ होइन, कोइजनको भ्यालु। अब भनेको यसमा अब प्योरी कोएसिभ सोइलमा भनेपछि 5 हुन्छ है। एङ्गल अफ इन्टर फ्रिक्सन 0 हो। त्यसमा बियरिङ क्यापासिटी एनसी कति हुन्छ भनेर भनिदियो। कहीँ पढ्नुभएको थियो होला हजुरले चाहिँ के अरे हाम्रो एउटा ऊ पढ्नुहुन्थ्यो नि, के भन्छ तपाईँहरू चाहिँ क्युवाला फर्मुला है। क्यु भनेको चाहिँ सिएनसी प्लस हाम्रो गामा डिएफ अनि एनक्यु प्लस बी गामा एन गामा के अरे 0.5 होला है नि त। 0.5 बी गामा बिगामा एनगामा भनेर पढ्नुहुन्थ्यो नि हो, त्यो भनेको हाम्रो पढ्नुहुन्थ्यो होइन। त्यसमा अब यो सिएनसी भन्ने बित्तिकै हाम्रो के हो त हजुर? चाहिँ यो हाम्रो कोइजनको भ्यालु। अब हाम्रो यसमा के थाहा हुन्छ? कोएसिभ सोइल भन्ने बित्तिकै होइन फाइ के हुन्छ? 0 हुन्छ, एङ्गल 0 हुन्छ। अब सीको भ्यालु भनेको 0 भन्दा बढी हुन्छ, कोइजन त हुन्छ हुन्छ होइन कोएसिभ सोइलमा हो। त्यस्तो कुराहरू भयो। त्यस्तै हाम्रो यो ऊ हुने 50 हुने बित्तिकै होइन के भयो त? हाम्रो एनगामा पनि 0 हुन्छ, एनगामा 0 भयो। त्यस्तै अब हाम्रो अर्को जुन ऊ छ हाम्रो के भन्छ एनक्यू, यो टर्म भनेको 1 हुने भयो होइन। अब एनसीको भ्यालु कति हुन्छ भन्छ। अब यसमा यो कुन टर्म्स हो? हाम्रो सिएनसी भनेको चाहिँ कुन टर्म्स हो र यो हाम्रो यो सेयर स्ट्रेन्थको टर्म हो नि। यो हाम्रो सोइलको सेयर सेयर स्ट्रेन्थको टर्म हो। यो गामा डिएफ भन्ने बित्तिकै गामा इन्टु डिएफ, डेप्थले मल्टिप्लाई गर्नु भनेको के हो हजुरको? चाहिँ हाम्रो सरचार्जको कन्डिसन आयो है। सरचार्ज भनेको त्यो फाउन्डेसन माथि कति सोइलले दाबिया छ भन्ने त हो नि, त्यो सरचार्जको। अनि यो बी गामा एन गामा भन्ने बित्तिकै के को कुराहरू आयो भनेको हाम्रो चाहिँ सेल्फ वेटको कुराहरू आयो है। हो यो सेल्फ वेटवाला आयो भनेपछि यसमा यो कता गयो? यस एनसीको भ्यालु कति लाग्छ भनेर भनिदियो। यसमा धेरै छन् हेर्नुहोस् है। जस्तै हाम्रो यो प्रेडेन्टल अनि त्यसपछि हाम्रो मियर्स भन्नेवाला
त्यसपछि टेरजागीको कुराहरू आयो होइन। अब टेरजागी भनिहाल्यो भने कुन लग्नुहुन्थ्यो? ल के पढ्नु भएको छ हजुरले भन्नुहोस् त। टेरजागी बियरिङ क्यापासिटी जुन फ्याक्टर छ होइन, एनसीको फ्याक्टर छ, यसकोमा हाम्रो के लग्नुहुन्थ्यो? यो चाहिँ टेरजागी। टेरजागी। अब योभन्दा अझै पछि आएका छन् होइन, अझै करेक्सन गरी निकाले भने पछि आएको भनेको होइन, त्यसमा कुन लगाएको छ हाम्रो चाहिँ योवाला एनसीको वाला है। यो हाम्रो प्रेडेन्टल अनि मियर्स भन्नेवाला फर्मुलामा युज गरेर हुन्छ होइन। यो अझै हाम्रो यो पहिलाको हो होइन, त्योभन्दा अझै पछाडि चाहिँ हाम्रो करेक्सन गरेर यता पुगिरहेछ भनेपछि अप्सनमा यो आयो भने यो लाउन पर्यो। यो आइनछ भनेपछि नि यतातिर जानुपर्छ है, 5.7 तिर जानुपर्छ क्वेसनमा पनि। अनि फेरि टेरजागी भनिहाल्यो भने पनि हाम्रो यतै जानुपर्छ, तर केही पनि भनेको छैन सो हामीले 5.14 लगाउँछौँ। त्यही कारण के हुने भयो अब हाम्रो यसको क्युयु भनेको कति हुने भयो हाम्रो चाहिँ, त्यसमा उ गर्नुहुन्छ नि टोटल हाम्रो क्युयु भनेको चाहिँ तपाईँको चाहिँ हाम्रो यसमा कति हुने भयो यसमा। अनि यो अर्को भ्यालु पनि छ नि, यो पछाडिको पनि कतिखेर लाउने, 9 कतिखेर लाउने भन्दाखेरि नि क्वेसनमा स्क्वायर फुटिङ भन्यो भने है हाम्रो एनसीको भ्यालु कति लाग्छ म्याक्सिमम स्क्वायर फुटिङमा भन्यो भने यो फेरि है स्क्वायर फुटिङमा यो लाग्छ, एनसी म्याक्सिमम हुन्छ यो म्याक्सिमम भ्यालु भन्यो भने यो लाग्छ है स्क्वायर फुटिङ भन्यो भने। यिनीहरू त 5.14 5.7 भने स्ट्रिप फुटिङको लागि हो, स्ट्रिप फुटिङको लागि हो यिनीहरू चाहिँ हाम्रो एनसीको भ्यालु होइन हो। त्यो हेर्न पर्यो स्क्वायर फुटिङको लागि, त्यसरी चाहिँ गर्नु होला है। यो धेरै कुराहरू छ, अब यिनीहरू सानातिना कुराहरू चाहिँ अब सायद सोइलमा पढ्नुहुन्छ हजुरहरूले चाहिँ। एन्सर ए भयो। ए नआएपछि प्रायोरिटी नम्बर 1 यो, प्रायोरिटी नम्बर 2 यो। क्वेसनमै डाइरेक्ट टेर्जानी भनेको छ भने अप्सन बी नै हुन्छ। ल के भन्नुभयो साथीहरू? देखिरहेछ, एकदमै क्लियर देखिरहेछ। ल हजुरहरू पनि के भन्नुभयो? ल ठिक छ ठिक छ, ओके। ल हामी अगाडि बढिहालौँ होइन। अब जाऊँ त हामीहरू यसमा 14 मा द स्ट्यान्डर्ड पेनेट्रेसन टेस्ट इज युजफुल। अघि भर्खरै आहा होइन यो हाम्रो चाहिँ एसपिटी भन्नुभएको थियो नि, हाम्रो कन्सिस्टेन्सी अफ क्ले भन्यो है, स्थिरता नाम्ने रे सेयर स्ट्रेन्थ अफ द सफ्ट क्ले भनेर भनिदियो, सेयर स्ट्रेन्थ अफ द स्यान्ड भनेर भनिदियो। एसपिटी भन्नुभएको थियो भनेपछि हाम्रो चाहिँ के अरे यो ग्रेनुलर सोयल भन्नुभएको थियो नि त। स्ट्रेन्थ त स्ट्रेन्थ नाप छ होइन, सोयलको स्ट्रेन्थ भनेकै सेयर स्ट्रेन्थ त हो। स्ट्रेन्थ भन्नु र सोयलमा सेयर स्ट्रेन्थ भन्नु फरक छैन नै, सेम। अब यसमा हाम्रो ग्रेनुलर सोयल भन्ने बित्तिकै केलेतर्फ गयो त गएन, यता है यतातिर गयो त गएन, हाम्रो यतातिर आयो। यता सबैमा यो त हुँदैन माथिको, यतातिर आयो। सेयर स्ट्रेन्थ त हुने भयो, तर के को त हाम्रो चाहिँ ए माथि लेख्नु भर्खरै यहाँ पढ्नु भएको छ हो, यहाँ लेख्नु भएको छ नि यो हो, यसैमा चाहिँ पढ्नु भएको थियो है। एन्सर सी हुने भयो, एसपिटीको ए एन्सर। ओके नम्बर 15 मा जाउँ अब। क्विक सेन्ड कन्डिसन अकर्स होइन भनेर भनिदियो। क्विक सेन्ड कन्डिसन, ल भन्नुहोस् त क्विक सेन्ड कन्डिसन भनेको कस्तो होला? क्विक सेन्ड कन्डिसन, क्विक सेन्ड भनेको हाम्रो जस्तै काहीँ देख्नु भएको छ होला अथवा आफूले सम्झिँदा पनि हुन्छ होइन। यहाँबाट यहाँमा पुरै के छ त सोइल छ है, यो हाम्रो चाहिँ सेयर नै छ भन्न मानौँ, सेयर नै छ होला होइन। यो कुनै ठाउँबाट पानी पठाउनु भयो मानौँ, यसबाट पानी पठाउनु भयो, यसरी पानी तलबाट माथि पठाउनु भयो भने हजुरको यहाँको पानी त यता जाँदै गर्दाखेरि हेड बढी हुनै पर्यो होइन। जाँदै गर्दाखेरि चाहिँ यहाँबाट पानी जति धकेलिरहेछ होइन, यो स्यान्ड त नउठुन्जेलसम्म त त्यो तल दाबेको दाबी त हुन्छ होइन। अब यसमा हामीले एउटा यस्तो कन्डिसन आउँछ कि होइन, यस्तो कन्डिसन आउँछ कि यो तलबाट जुन यो पानीको प्रेसर छ नि, पानीको प्रेसर भनेको कुन पानीको प्रेसर भनेको हाम्रो चाहिँ पोर वाटर प्रेसर है, पोर वाटर प्रेसर। अब माथिबाट त हजुरको चाहिँ यसरी सोइल यसरी दाबी नै हो, दाबी नै हो, तलबाट पोर वाटर प्रेसर हो होइन। अब हामीले के भन्नुहुन्छ त, हामीले सुन्नुभएको होला होइन, इफेक्टिभ स्ट्रेस भन्ने चाहिँ सुन्नुभएको छ कि छैन? इफेक्टिभ स्ट्रेस भनेको हाम्रो ओन्ली सोइलको ग्रेनले, ए सोइलको ग्रेनले जुन छ होइन, भनेपछि यो टोटल स्ट्रेस कति छ त हाम्रो सिग्मा माइनस यु। पानी टोटल स्ट्रेसबाट हाम्रो पानीले दिने स्ट्रेस मतलब पोर वाटर प्रेसर भन्नुहुन्छ, पानी सोइलमा रहेको पानीलाई भन्छ पोर वाटर, त्यसले दिने स्ट्रेस भनेको चाहिँ पोर वाटर
प्रेसर है अथवा स्ट्रेस भनेर भनिदियो। यो घटाउनु पनि यहाँ आउँछ। अहो, कहाँ गयो? ल ल अब यसमा हामीले के हुने भयो त हजुरको चाहिँ यसमा? अब यसमा अब हाम्रो कतिखेर जस्तो यो हाम्रो माथिबाट जुन यो यसले त दिइरहेछ, स्यान्डको त हजुरको सर्टेन उहिले चाहिँ दाबिरहेछ, तलबाट जुन हाम्रो वाटरले धकेलिरहेछ त्यो बराबरभन्दा अलि बढी भयो, तलबाट धकेल्ने बढी हुने चाहिँ के हुन्छ? के हुन्छ? बालुवा भनेको माथितिर जान खोज्छ, उम्लिन थाल्छ, बोइलिङ कन्डिसन आउँछ है। हाम्रो जब यताबाट हजुरको पोर वाटर बढी भयो अनि तब चाहिँ यताबाट के हुने भयो चाहिँ बोइलिङ हुन्छ। हो, यो बालु अब यस्तो अवस्था चाहिँ बोइलिङ हुने। अब भनेपछि त्यतिखेर के भयो त? इफेक्टिभ स्टेज रह्यो त? रहेन नि त। इफेक्टिभ स्टेज भने नै के हो त हजुरको चाहिँ? हाम्रो चाहिँ कन्ट्याक्ट लेस भयो नि हजुरको चाहिँ। अब जुन हाम्रो पार्टिकल पार्टिकल बिचको चाहिँ अब रह्यो त, त्यसमा पानीले खुस्काइदियो होइन, पोर वाटर बढी भयो, हाम्रो उतापट्टिको चाहिँ हाम्रो त्यो पार्टिकल पार्टिकल बिचको जुन हाम्रो कोइजन थियो त्यो चाहिँ हजुरको चाहिँ त लुज भयो। भनेपछि हाम्रो चाहिँ के गयो त? अब यसमा हाम्रो कुन जिरो हुन्छ भनेर अप्सनतिर जाम त एकछिन हामीहरूले। इफेक्टिभ स्टेज बिकम्स जिरो, टोटल स्टेज बिकम्स जिरो होइन। टोटल जिरो भएर हो त? होइन नि त, होइन। टोटल जिरो भयो होइन, कम पो भयो त। टोटल कम भएर हाम्रो यो बढी भएको हो होइन। इफेक्टिभ स्टेज यो जिरो रे, के अरे नेगेटिभ भनेर भनिदियो, यो त भएन। यो सोइल बिकम्स कम्प्लिटली ड्राई, हजुर कम्प्लिटली सुक्खा हुनु भनेको छ, यो त रङ भइहाल्यो है। ल अब के भन्ने भन्दाखेरि यसमा हाम्रो जुन सिपेज प्रेसर थियो है, तलबाट हाम्रो इक्वल टु के हुनु पर्यो त? हाम्रो सिपेज प्रेसर इक्वल टु हाम्रो यसमा कति थियो त? सबमर्ज, सबमर्ज युनिट वेट अफ सोइल भयो भने के हुन्छ भन्दाखेरि चाहिँ स्यान्ड भनेको के हुन्छ? हाम्रो चाहिँ बोइलिङ हुन थाल्छ। बोइलिङ भनेको मात्रै जान खोज्छ। त्यस्तो फेनोमेनालाई भन्छ हाम्रो क्विक स्यान्ड कन्डिसन भन्छ। हेर्नु, के त? क्विक स्यान्ड कन्डिसन भन्छ, बोइलिङ हुने। कतिखेर त हाम्रो सिपेज प्रेसर र सबमर्ज युनिट वेट बराबर भयो, अथवा सिपेज बढी नै हुनु, हाम्रो के अरे बढी नै हुनु, माथि धकेल्नु भने तलबाट बढी भएपछि उम्लिने जस्तो हुन्छ होइन। हो, त्यो हुनु भनेको के हो त? हाम्रो चाहिँ के हुनुभयो? हाम्रो त्यसमा इफेक्टिभ स्टेज जिरो हुन्छ है। यो नबन्ने, यो जिरो भयो होइन, यतापट्टि जिरो हुनु भने त नेगेटिभ भइहाल्यो होइन। यो जिरो हुनु भनेको त नेगेटिभ बनाऊ हो भने यो चाहिँ होइन। एन्सर भनेको चाहिँ ए जिरो हुनु होइन, इफेक्टिभ स्टेज सिग्मा बार जिरो हुनु भन्न खोजेको हो। ल हो, बोइलिङ सेन्ट कन्डिसन पनि हुन्छ। के भन्नुभयो हजुरले चाहिँ? 15को ए भन्नुभयो, 15को सी भन्नुभयो। ल ओके, अब त्यस्तै गरी हामी गइहालौँ है अर्कोमा चाहिँ हाम्रो। ल ठिक छ, कता गयो हाम्रो? देखिएन र? क्लियर छ त हजुरको पनि? हजुरको स्टुडेन्ट आइडी पनि हेरिरहेको छु क्या र। हजुर अँ। ल अब हेर्नुहोस् अब हाम्रो है, अब यसमा नेक्स्टमा हेर्नुहोस् त अर्को के क्वेसन छ त भन्दाखेरि हजुरको लागि। अब हेर्नुहोस् यसमा है, के भनेको छ त क्वेसनले? according to according to is IS code, what is the maximum differential settlement that should not be exceeded in the foundation on clay soil भनेर भनिदियो। अब हाम्रो आयो मैक्सिमम डिफरेन्सियल सेटलमेन्ट, र हाम्रो के हुन्थ्यो त? दुईटा हुन्थ्यो, एउटा डिफरेन्सियल सेटलमेन्ट, अर्को भनेको पर्मिसिबल सेटलमेन्ट है। हाम्रो नर्मल पर्मिसिबल सेटलमेन्ट र डिफरेन्सियल सेटलमेन्ट दुईटा हुन्थ्यो। अब यो भनेको हाम्रो कुन सोइलमा कतिसम्म एक्सेप्ट गर्ने त है, केलेमा कति गर्ने, कतिसम्म भएपछि एक्सेप्ट गर्ने। हामीले त सेटलमेन्ट नहुने भन्ने कुरा हुँदैन, हुन्छ। तर कतिसम्म हाम्रो सेटलमेन्ट भए पनि, सेटलमेन्ट भनेको हाम्रो स्ट्रक्चर त्यहाँ बनाउनु भयो र दबे माटो, कति दबेपछि पनि हाम्रो के गर्ने त हजुर चाहिँ एक्सेप्ट गर्ने भन्न खोजेको हो। अब त्यसमा हाम्रो त्यो केमा भर पर्छ त भन्दाखेरि कुन फाउन्डेसन बनाउँदै हुनुहुन्छ त्यहाँ? हाम्रो आइसोलेटेड हो कि पुरै हजुरको कभर गर्ने राफ्ट हो कि कुन सेल हो, स्यान्ड हो कि केले हो कि
होइन हो त्यो सोइलमा हाम्रो चाहिँ भर पर्ने हुन्छ कति लिने भन्ने कुराहरू चाहिँ है। अब एज पर कोडल प्रोभिजन अनुसार आइएस कोड अनुसार के भनेको छ त भन्दाखेरि हाम्रो है जस्तै यतापट्टि हाम्रो यो म्याक्सिमम पर्मिसिबल होला। जस्तै मैले भने है हाम्रो यो के भन्नुहुन्छ र हाम्रो चाहिँ यसमा म्याक्सिमम पर्मिसिबल यो चाहिँ सेटलमेन्ट हो। अनि अर्को भनेको चाहिँ डिफरेन्सियल म्याक्सिमम एउटै हो नि त्यो चाहिँ हाम्रो टोटल डिफरेन्सियल सेटलमेन्ट कति भन्ने हुन्छ हेर्नुहोस् यो भनेको हाम्रो उता लोकसेवातिर पनि आइरहेको हुन्छ है। जस्तै फुटिङ के छ आइसोलेटेड आइसोलेटेड फुटिङ थियो कि राहत फुटिङ थियो कि अनि सोयल के थियो हुन्छ फेरि त्यहाँ है। जस्तै केले थियो कि अनि स्यान्ड थियो कि अनि त्यसमा पनि राडो पनि हजुरको चाहिँ किले थियो कि है स्यान्ड थियो कि भन्ने हुन्छ। अब कतिसम्म हुन्छ भन्दाखेरि चाहिँ पर्मिसिबल है हाम्रो यो जुन यो किलेमा छ नि कति हुन्छ र हाम्रो चाहिँ 65 हुन्छ होइन हुँदैन 65 नै हुन्छ होला एमएम यसमा 40 राख्छ त्यो भयो। अनि राडको केसमा केले छ यदि राड फाउन्डेसन त बुझ्नुहुन्छ राड भनेको पुरै हजुरको चाहिँ तलपट्टिको उनी ढलान गर्नेवाला एउटा मात्र फुटिङ त्यहाँ हजुरको नम्बर अफ दि हाम्रो कलम भएको होला है। अब राड फाउन्डेसन थियो किलेमा भन्नुहुन्छ है यसमा हाम्रो 65 लगभग लगभग 100 एमएमसम्म एसएडल गर्छ। अनि स्यान्डमा भनेको हाम्रो चाहिँ यो 40 65 गर्छ होला है 40 देखि 65 एसएड गर्छ त्यो के हो त हाम्रो चाहिँ पर्मिसिबल हो। तर क्वेसनले के भनेको छ त हजुरको चाहिँ हाम्रो डिफ्रेन्सियल भनेको छ हेर्नु यसमा डिफ्रेन्सियल भनेपछि यो केले स्यान्डको ध्यान नदिने मात्र फाउन्डेसन कुन टाइपको छ ध्यान दिनु होला है। फाउन्डेसन कुन टाइपको छ ध्यान दिने सजिलो भइहाल्छ सिधै यसरी पढ्ने कि यसमा हाम्रो 25 यतापट्टि माटो जे भन्नुलाई फरक परेन है। अनि राड भन्यो भने सिधै एन्सर भनेको 40 ओके यसरी गर्ने याद गर्दाखेरि यदि पर्मिसिबल भन्यो भने केले र फाउन्डेसन कुन मिल्छ त्यो लगाउनु पर्यो। तर हजुरको के छ त डिफ्रेन्सियल सोधिरहेछ भनेपछि यता यो केले हो कि स्यान्डतिर ध्यान नदिनु होला सिधै जानु होला कोडमा यसरी चाहिँ हजुरको बताएको छ है त्यो हो। यता के भयो त हाम्रो भर्टिकल पो पुरा भयो होइन। जस्तै घर यसरी बाङ्गिन थाल्यो भने त एङ्गुलर पनि हुन्छ कि नै एङ्गुलर डिस्प्लेसमेन्ट पनि हुन्छ होला होइन। हाम्रो जुन हाम्रो एङ्गुलरको कुरा हुन्छ नि हाम्रो यसमा यो पर्मिसिबल एङ्गुलर डिस्प्लेसमेन्ट हुन्छ। यसमा कति हुन्छ भन्दाखेरि नर्मल हाम्रो हाम्रो हाई फ्रेम स्ट्रक्चर छन् नि हाई फ्रेम स्ट्रक्चरमा हाम्रो लगभग यो उतिभन्दा 1/500 बढी हुनुहुन्न र माइनर ड्यामेज नहोस् भनिकन हाम्रो 1/1000 चाहिँ बढी गर्न मिल्दैन है। यो हाम्रो टु प्रिभेन्ट माइनर ड्यामेज भन्दा हुन्छ टु प्रिभेन्ट माइनर ड्यामेज भन्यो भने यो 1/1000 बढी हुन्न। यो एङ्गुलर हो यो चाहिँ हाम्रो भर्टिकल माटो दब्नु भनेको हो। यसमा हाम्रो जस्तो कुनै पनि स्ट्रक्चर सिधा नभइकन थोरै बाङ्गो होला नि है त्यो एङ्गुलर हाम्रो डिस्प्लेसमेन्ट भएको भनेपछि यो तलको यो इक्जाममा अहिलेसम्म यो आएको छैन। इक्जाममा सबभन्दा बढी आएका छन् दुईवटा टोटल के अरे टोटल भन्दा पनि डिफ्रेन्सियल ध्यान दिने डिफ्रेन्सियल भन्ने र डिफ्रेन्सियल आर पर्मिसिबल सेटलमेन्ट भनेर भनिदिन्छ। यसरी जानुभयो भने हजुरलाई चाहिँ सजिलो हुन्छ है। अब एमसिक्यू पढ्दाखेरि एउटा मात्र पढ्नुभयो हेर्नुहोस् त थ्योरीमा यसरी पढ्नु भएको थियो भनेपछि हजुरलाई किन गाह्रो भयो त होइन क्वेसन जस्तो आयो नि गर्न सक्नुहुन्छ। ओके अब जानुहोस् अब एन्सर कहाँ जान पर्यो त डिफ्रेन्सियल भन्ने बित्तिकै के हेर्ने रहेछ हामीले फाउन्डेसन हेर्ने रहेछ है। के हेर्ने रहेछ त फाउन्डेसन कुन फाउन्डेसन त कता गयो फाउन्डेसन कि हाम्रो केले भनेर रहेछ ल ल अब हजुरले कतातिर जानु पर्यो ल भन्नुहोस् त मिल्न जाने कुन छ अब भनेको छैन नि कि डिफ्रेन्सिएट द्याट नक्स एक्सिडेन्ट भनेर रहेछ होइन 25 100 अब केलेमा हाम्रो त त्यो 100सम्मै छैन होइन भनेपछि यता 25तिर जानु पर्यो होइन यतातिर जानु पर्यो एउटा अर्को हाम्रो चाहिँ रेन्जवाला छैन राट पनि बनाएको छ राट भएपछि रेन्ज हुन्थ्यो होइन यो मिल्ने रहेनछ यो त मिल्ने रहन्छ कि यो भन्नुभयो भने हाम्रो उसमा के थियो त
अर्कोमा रेन्जमा थियो है भनेपछि यता जानु पर्यो, बीतिर जानु पर्यो 25 mm। हो अलिअलि त्यो क्वेसन सिधै भने जस्तो थ्योरी अनुसार नमिल्न सक्छन्। हो त्यतिखेर एमसिक्यूमा चाहिँ ट्रिकी भने त्यतिखेर हो। जसले प्र्याक्टिस गरेको छ नि त उहाँले चाहिँ सक्नुहुन्छ होइन। ल ल ओके। अब त्यस्तै गरी हामीले गइहाल्नुहोस् त अर्कोमा हाम्रो के भनेको छ अर्को। यसको यो हुने भयो। अर्को ह्यान्ड अगर क्यान बी युज फर डेप्थ अप टु। ह्यान्ड अगर, अगर भनेपछि के हो? ह्यान्ड अगर भनेपछि के हो? हाम्रो स्याम्पल कलेक्सन गर्ने होइन। जस्तै एउटा सोइलले हाम्रो चाहिँ टेस्ट गर्न पर्यो, सोइल एक्सप्लोरेसन गर्न पर्यो भने यस्तो ठाडोवाला यस्तो समात्नेवाला हुन्छ नि अगर, हो त्यो कति मिटर डेप्थसम्म चाहिँ हाम्रो चाहिँ युज गर्नुहुन्छ भनेर भनिदिएको छ होइन। यो त यो हाम्रो के हो त नर्मल उसमा हो त ह्यान्ड अगर, मेकानिकल पनि हुन त हुन्छ होइन। अब यसमा 7 मिटर 6 मिटर 2 मिटर भनेर भनिदियो। यो लगभग लगभग 3 देखि 6 मिटर, बढीमा 6 मिटर है। 6 मिटरको हाम्रो डेप्थको के गर्छ भन्दाखेरि चाहिँ स्याम्पल कलेक्ट गर्न सक्छौँ। हेर्नु सोयल एक्सप्लोरेसनमा हाम्रो चाहिँ स्याम्पल निकाल्ने काम हो यो। स्याम्पल निकाल्ने टुल हो यो है, टुल हो भनेर भन्नु होला। ल 3 देखि 6 मिटरको रेन्ज भनेको 6 मिटर म्याक्सिमम लाउनु पऱ्यो है, स्याम्पलिङ टुल भनेर भन्दा हुन्छ। अर्को के आयो क्वेसन? अ सोइल इज कन्सिडर्ड एज अ कोर्स ग्रेन सोइल इफ इट रिटेन्स मोर देन इन सिप भन्यो। सिपमा कति पर्सेन्ट सोइल होइन रिटेन भयो। रिटेन भनेको चाहिँ थिग्रियो। जस्तै सिप भनेको चाल्नो, चाल्नो छ त्यो त हाम्रो चाहिँ फाइन कि कोर्स ग्रेन साइजहरू फाइन्ड आउट गर्नको लागि हो। त्यसमा चाल्नु भयो भने त्यो टोटल स्याम्पलमा कति पर्सेन्टेज त्यो माथि रह्यो, रिटेन भनेको माथि रह्यो, अरू तल छिरिहाल्यो है। म त्योभन्दा त्यो साइजभन्दा कति पर्सेन्ट बढी पार्टिकलहरू चाहिँ के थियो त कोर्स थियो अथवा त्योभन्दा कति पर्सेन्ट छिरो फाइन थियो भन्ने कुरा चाहिँ गर्नुहुन्छ। भनेपछि कति रिटेन भयो भने, कतिभन्दा बढी रिटेन भयो भने हामीलाई कोर्स भन्नुहुन्छ अरे। ल भन्नुहोस् त त्यो चाल्नुमा कति पर्सेन्ट, जस्तै टोटल चाल्नु भएको थियो जस्तै हजुरको 5 केजी स्याम्पल ल्याउनु भयो अरे। 5 केजी चाल्नुभयो 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 चाल्नुभयो, त्यो चाल्नुबाट कति छिर्यो र कति रह्यो, हो त्यो कोर्स कहिले भन्ने भनेपछि कहिले भन्ने भन्दाखेरि चाहिँ 50% चिजभन्दा बढी रह्यो, 50%भन्दा बढी चाहिँ बाँकी रह्यो, त्यो चाहिँ त्यसमा अट्टियो रिटेन भयो भने त्यसलाई भन्छ हाम्रो चाहिँ कोर्स। यदि 50%भन्दा चाहिँ तल छिर्यो मतलब चाहिँ मसिनो भयो भने त्यसलाई फाइन भन्छ। हेर्नु के त हाम्रो 50% अफ द सोइल के भयो त हाम्रो चाहिँ रिटेन भयो, त्यसमा अट्ट्यो भनेर भन्ने हो। यसै यहाँ फाइन भयो भने यो लेस हुन्छ, लेस देन 50%। ओके त्यसरी चाहिँ हेर्नु पर्यो है। अब यसमा हेर्नुहोस् 19 नम्बरमा फर ब्याकफिल विथ स्लोपिङ सर्फेस द कफिसियन्ट अफ एक्टिभ अर्थ प्रेसर। यो ओल्ड क्वेसन हो यो है, ओल्ड क्वेसन हो यो। यो 2000 कतिमा आएको थियो भन्दाखेरि हजुरको चाहिँ हाम्रो 80 81मा आएको थियो एनएससी सिभिलमा आएको थियो है। ओल्ड क्वेसन हो यो आएको थियो। हेर्नुहोस् अप्सन पनि यही नै थियो हजुरको चाहिँ। अब यसमा हेर्नुहोस् त हजुरले, अब यसमा हामीले के भन्यो त भन्दाखेरि हामीले कोपिसेन्ट के भनेको छ ब्याकफिल विथ यति यति कोपिसेन्ट अफ एक्टिभ अर्थ होइन, एक्टिभ अर्थ प्रेसरको कोपिसेन्ट निकाल भनेर भनेको थियो। अब हाम्रो त प्यासिभमा के पढ्नुहुन्थ्यो त केपी 1/a गर्नुहुन्थ्यो होइन, 1 + sin φ, अब 1 - sin φ पढ्नुहुन्थ्यो। अर्को 1/k भने उल्टो हुने भयो होइन, एक्टिभ भनेपछि sin φ भनेर पढ्नुहुन्थ्यो, 1 + sin φ भनेर पढ्नु। यसमा अब यो नर्मल कुरा भयो, तर हाम्रो ब्याकफिल भनेको जुन हाम्रो रिटर्निङ वाल छ होइन, त्यसमा यदि हाम्रो माटो कसरी बसेको छ भन्दाखेरि पछाडिको ब्याकफिल्डको माटो यसरी इन्क्लाइन भएर बसेको छ, यदि डिग्री फाइ एङ्गल बनाएर बसेको छ भनेपछि त्यतिखेर हाम्रो यी नर्मलले काम गरेन होइन। अब यतिखेर के गर्नुहुन्छ हजुरले चाहिँ यो युज गर्नुहुन्छ। यसमा कुन होला त, यो त कन्ठै गर्नुपर्छ होइन, त्यसमा कन्ठ गरेर राख्ने है यसमा। अब कस पिटा जुन छ त्यो फर्स्टमा हुन्छ हुन्छ हेर्नु है कता छ, यो होला आयो कस पिटा। यति याद गरे पनि हुन्छ, अप्सन यही आयो भने फेरि सबैको कस पिटा थप्यो भने त गइहाल्यो होइन। ल अब यसमा हाम्रो के अरे
एक्टिभ भनेको छ। एक्टिभ भन्ने बित्तिकै माथि के हुन्छ, प्लस हुन्छ होइन। माथि के अरे माथि माइनस हुन्छ, हेर्नुहोस्। प्यासिभ बनायो भने हुन्थ्यो। ल हाम्रो यतातिर जानु पर्यो, माथि माइनस, यताबाट थाहा पाउँदा पनि हुन्छ, यता जसलाई पनि कन्ठ हुन्छ है उताको चाहिँ। यहाँ केपी भनेको छ नि, पीबाट प्लस थाहा पाउने। यहाँ पी, पीबाट प्लस, प्लस भन्नुभयो भने सबै तलसम्म याद भइहाल्छ। यहाँ प्लस हुने बित्तिकै हाम्रो के भने खास के हो त, वान बाई केपी हो है, वान बाई केपी हो। केपी इन्टु के, केपी र के मल्टिप्लाई गर्दाखेरि वान हुन्छ भनेर पढ्नुहुन्छ होइन। भनेपछि यसमा हाम्रो चाहिँ यसैबाट माइनस र प्लस मात्र छुट्याउँदा हुन्छ, हजुरको भित्र चाहिँ धेरै गहिराइ नजाँदा हुन्छ होइन। एमसिक्यूमा टिक लाउनु छ त, त्यही कारणले गर्दाखेरि हाम्रो चाहिँ एक्टिभ भनेको छ माथि माइनस हुनुपर्छ भनेर भन्नु होला। अरू पनि माइनस त छन्, तर यसमा यो अगाडि जोडेको चाहिँ कस बिटावाला फर्मुला यहाँ छ, अप्सन डी राइट है। यो ओल्ड क्वेसन हो, 2081 सालमा आएको थियो यो है, एनएससीको। लगभग यो मार्चतिर हुन्छ नि, त्यतातिर आएको थियो, 1 वर्ष पहिला भनौँ होइन। हजुर, लोकसेवामा आउँदैन, लोकसेवामा यस्ता क्वेसन आउँदैनन्। डिप्लोमावालाको पनि लाइसेन्स चाहिन्छ सर, चाहिँदैन, डिप्लोमालाई लाइसेन्स चाहिँदैन है। यो लाइसेन्स नामै के त इन्जिनियर लाइसेन्स भनेको छ, डिप्लोमावाला भनेको इन्जिनियर होइन है। हाम्रो लाइसेन्स भनेको चाहिँ इन्जिनियर 3 प्रकारका हुन्छन्, हेर्नु। जस्तै एउटा भनेको यतातिरको होइन फेरि है, एउटा हाम्रो क्याटेगोरी ए भन्छ, क्याटेगोरी एमा हाम्रो चाहिँ जेनरल इन्जिनियर पर्छ। जुन बी पास गर्छ त्यो जेनरल इन्जिनियर, लाइसेन्स निकाल्यो भने इन्जिनियर हुन्छ होइन, त हुँदैन फेरि। अनि त्यसपछि फेरि हाम्रो अर्को हुन्छ प्रोफेसनल इन्जिनियर होइन। त्यो पनि हजुरको चाहिँ मास्टर डिग्री गर्यो अनि बल्ल त्यसमा पनि लाइसेन्स पास गर्यो भने त्यो मास्टर भयो, एक्सपिरियन्स पनि चाहियो है। त्यसपछि अर्को भनेको चाहिँ विदेशीवाला हुन्छ नि, फोरिजिनल क्याटेगोरी सीमा पर्छ तिनीहरू चाहिँ, फोरिजिनलवाला इन्जिनियर। त्यो विदेशबाट पढ्या भने होइन, त्यो भनेको हजुरको चाहिँ विदेशी इन्जिनियर, यता आएर चाहिँ प्रोजेक्टमा कामसाम गरेका पऱ्यो है। हो, 3 प्रकारका इन्जिनियर हाम्रो चाहिँ हो। त्यसमा हाम्रो पर्दैन डिप्लोमालाई, अनि अर्को के अरे हाम्रो टिएसएलसीलाई पर्दैन। उता स्वास्थ्यतिर हाम्रो एचएललाई, नर्सिङलाई परे जस्तो यतातिर सिभिलतर्फ पर्दैन है। कलेजबाट पास आउट हुने बित्तिकै लोकसेवा दिन पाइहालिन्छ, कलेजबाट पास आउट हुने बित्तिकै हजुरको चाहिँ जागिर गर्न पाइहालिन्छ होइन। ल ओके, एन्सर डी लाउनु पर्यो। अब त्यस्तै गरी हामीले अगाडि बढ्नु साथीहरू। हाम्रो टाइमले नेटो कार्टन लगाइसक्यो। अर्को लास्टमा जानुहोस् त, यसमा के भन्यो भन्दाखेरि हाम्रो चाहिँ फर अर्थ प्रेसर एन्ड रेस्ट द के अरे देयर विल बी नो भनेको छ है। नो, रेस्टको केसमा हाम्रो एक्टिभ, पेसिभ र रेस्टको केसमा थियो। एक्टिभ भनेपछि हामीले भित्रको ब्याकफिल्डले रिटेनिङ वाललाई चाहिँ धकेल्नु बाहिरतिर होइन। हाम्रो रिटेनिङ वाल मुभ हजुरको चाहिँ आउटवर्ड होइन। अनि हजुरको चाहिँ अर्को भनेको चाहिँ प्यासिभ हुन्थ्यो। प्यासिभ भनेको कहाँ त, श्रिङ हुनु। श्रिङ भनेको चाहिँ माटो श्रिङ भयो भने चाहिँ वाल कहाँतिर जान्छ, भित्रतिर जान्छ होइन, सर्दै हो भनेको चाहिँ हाम्रो चाहिँ वाल टुवार्ड्स द ब्याकफिल्ड है, भित्रतिर सर्यो भनेपछि हाम्रो के हुने चाहिँ प्यासिभ हुने भयो। तर अर्को नो मुभमेन्ट, जस्तै हामीले एउटा यो घरकै वाल हेर्नुहोस् त, सियर वालहरू के हुन्छन्, यता पनि माटो उता पनि माटो। एबुटमेन्टमा हेर्नुहोस् त, पुलको यतापट्टिको साइडको वाललाई हेर्नुहोस् त, एबुटमेन्ट त्यसमा पनि के हो त, यता पनि माटो उता पनि, एकदमै नो मुभमेन्ट। मुभमेन्ट नभएपछि हुन्छ त सेयर स्ट्रेन हुन्छ, सेयर स्ट्रेन जेरो है, सेयर स्ट्रेस जेरो, सेयर स्ट्रेस चाहिँ हुँदैन। मात्र के हुन्छ त हाम्रो चाहिँ यसमा कि भर्टिकल स्ट्रेस हुन्छ कि ओन्ली होरिजेन्टल हुन्छ, नो सेयर है। यसमा हाम्रो रेस्ट कन्डिसनमा के हुन्छ त हाम्रो चाहिँ सेयर जिरो, सेयर जिरो हुन्छ। अनि ओन्ली भर्टिकल र ओन्ली होरिजेन्टल यसमा अकर हुन्छ होइन। ल सेयर चाहिँ भएन हो, यसमा सेयर स्ट्रेस बन्ला, सेयर स्ट्रेन बन्ला। नो मुभमेन्ट भनेपछि त हाम्रो सेयर आउने कुरै भएन होइन। हो ओके, ल यसो नो हेर्ने है राम्रोसँग के हुन्छ। नो नभए के हुन्थ्यो, एन्सर डी हुन्थ्यो। नो भएर पो बी भयो त्यो होइन। ओके ल, अब त्यस्तै गरी हामी अगाडि बढिहालौँ। ल 21 नम्बरमा जानुहोस् त अब। 21 नम्बरमा फर अ फ्लटिङ बडी इन स्टेबल इक्विलिब्रियम मेटासेन्ट्रिक हाइट भन्ने बित्तिकै यतातिर हामी गयो हार्लिक्सतिर अथवा फ्लुइड मेकानिक्सतिर आइसक्यो है क्वेसनहरू चाहिँ। ल भन्नु साथीहरू, अब यसमा के भन्यो भन्दाखेरि चाहिँ हाम्रो फ्लोटिङ बडीमा
अब हाम्रो कन्डिसन छन् होइन, द फ्लोटिङ बडी इन स्टेबल इक्वलिब्रियम मेटासेन्ट्रिक हाइट जिएम स्टुडियो भनेको छ। हाम्रो कन्डिसन तिनवटा छन्, एउटा स्टेबल, अर्को अनस्टेबल, अर्को भनेको चाहिँ हाम्रो न्युट्रल। अब कुनै वस्तुलाई हामीले पानीमा फाल्नुभयो, त्यसरी फाल्नुभयो भने के हुन्छ? तैरिरहेको छ, तैरिन्छ, पानीभन्दा गरम भयो डुब्छ पनि होइन, हुन्छ, त्यो दुइटै हुन्छ। अब भनेपछि यसमा स्टेबल भनेको के हो त भनेको हाम्रो चाहिँ त्यो वस्तु सुइँ फाल्नुभयो भने त पहिला जाँदै एकदम स्थिर अवस्थामा बस्दैन होइन, बस्दैन, तर बिस्तारै घुम्दै घुम्दै एउटा आफ्नो नयाँ अवस्थामा आउँछ कि आउँछ, त्यो चाहिँ स्टेबल हो। अनस्टेबल भनेको चाहिँ हाम्रो कुनै वस्तु, ल एउटा भलिबलको कुरा गरौँ, पानीमा फाल्नुहोस् त, एकै ठाउँमा बसेको हुन्छ, घुमेको घुमेँ, त्यो एउटा ट्रेङ्गल टाइपको फाल्नुहोस् त, कतिखेर यता यता गर्छ कि नै, त्यो अनस्टेबल भयो हेर्नु होइन। अर्को भनेको न्युट्रल भन्ने बित्तिकै हाम्रो चाहिँ के हो त, नचल्ने। अब यसमा हाम्रो कुरो आयो मेटासेन्ट्रिक हाइट जिएम है। जिएम भनेको चाहिँ हाम्रो, जी भनेको चाहिँ सिजी अफ दि बडी है, एम भनेको मेटा सेन्टर। जस्तै एउटा हाम्रो के छ त भन्दाखेरि चाहिँ बडी छ है, एउटा कुनै एउटा बडी छ भनौँ, पानीमा तैरिरहेछ अथवा डुबिरहेछ अहिले छ भने त त्यो बडीको त सिजी त सर्टेन हुन्छ, सेन्टर अफ ग्राभिटी त सर्टेन त हुन्छ। र हामीले अब यो यो तल डुब्दै गर्दाखेरि, यो डुब्दै गर्दाखेरि चाहिँ यो किन तैरियो त? तल डुब्नु पर्ने थियो नि त, किन तैरियो? किन तैरियो? तलबाट पनि धकेलिरहेछ हेर्नुहोस् त, तलबाट पानीले धकिरहेछ, धकेलिरहेछ, माथितिर धकेलिरहेछ हेर्नुहोस्, माथितिर धकेलिरहेको हुन्छ। यो माथि वस्तु डुब्दै गर्दाखेरि पानीले धकेल्दै गर्नु, तलबाट नडुब्न दिनु भनेको के हो त? बायन्ट फोर्स हो, बायन्सी भनेर पढ्नुहुन्छ के त हाम्रो बायन्सी, बायन्ट फोर्स भनेर पढ्नुहुन्छ होइन, पढ्नुभएको थियो होला, बायन्ट फोर्स भनेर पढ्नुहुन्छ हो। यो फोर्स त हेर्नुहोस् त पुरै एरियाभरि लागिरहेछ नि त, लागिरहेछ, तर हाम्रो रिजल्टेन्ट एक ठाउँमा त लाग्छ नि त, एक ठाउँमा लाग्छ, त्यसलाई भन्छ सेन्टर अफ बायन्सी भन्छ, बायन्स सेन्टर भनेर भन्छ। सर्टेन वेसमा होला, यहाँ ल यो बी राखौँ, बी, र यो त अहिले सिधा भएर पो हजुरको यो सरासर देख्नु भएको छ, तर हाम्रो वस्तु के हुन्छ त यता उता ढल्किरहेको हुन्छ नि होइन, पानीमा त सिधै यसरी नर्मल एउटा भुइँमा राखे जस्तो हुँदैन, त्यतिखेर के हुन्छ त ढल्किँदै गर्दाखेरि, ओसिलेटिङ गर्दै गर्दाखेरि चाहिँ के हुन्छ त, यो बी र जी, अहिले हाम्रो अहिले यहाँ बनाऊँ ल, हाम्रो यो बी यहाँ बनाऊँ, बी र जी के हुन्छ त हाम्रो इन्टरसेक्ट भइरहेको छ नि यिनीहरू चाहिँ है। जस्तै यो यतापट्टि होला, यो यतापट्टि होला, यसबाट पास हुने लाइन यतापट्टि लाइन होला है। हो यो भनेको के हो त, जुन ठाउँमा हाम्रो यो ओसिलेटिङ हुँदाखेरि इन्टरसेक्ट हुन्छ नि हाम्रो बिरजीको लाइन, दिस इज मेटा सेन्टर, के त मेटा सेन्टर है, मेटा सेन्टर हो। र हाम्रो यो यो अब मेटा सेन्टरबाट यहाँसम्म जीसम्मको डिस्टेन्सलाई भन्छ हाम्रो मेटासेन्ट्रिक हाइट भन्छ, जिएम, जिएम भन्छ है। जिएम भन्ने बिजी नभन्ने है, जिएम भनेर भन्नु होला। हाम्रो टोटल बिएम माइनस बिजी गर्नु भने जिएम आउने भयो है। ओके, र के भन्नुभयो साथीहरू? टाइम आज सकिन्न जस्तो लागिसक्यो साथीहरू, ठिकै छ, नसके भोलि गरौँला होइन। ल अब हामीले क्वेसनले कन्डिसन अनुसार जाऊँ त, कहाँ पुग्यो? स्टेबल। अब स्टेबलमा कार तल हुन्छ माथि हुन्छ हेर्नुहोस्, हो जहिले पनि स्टेबल हुँदाखेरि हाम्रो जहिले पनि मेटा सेन्टर माथि हुन्छ है। स्टेबलको केसमा के हुन्छ हाम्रो चाहिँ, हाम्रो एम लाइज एबोभ दि जी, के भन्ने त हाम्रो चाहिँ एम कता, एम माथि हुन्छ, जी तल हुन्छ, ओके, स्टेबल हुनलाई। र यसको मतलब के हो त, हाम्रो त यो के भयो त, मेटासेन्ट्रिक हाइट के भयो त, पोजिटिभ भयो कि नै भयो है। द्याट इज हाम्रो चाहिँ यो, यसको अर्थ भनेको मेटासेन्ट्रिक हाइट के भयो त हजुर चाहिँ हाम्रो जिरोभन्दा बढी भयो, जिरोभन्दा बढी, जिरोभन्दा बढी भनेको के हो, हाम्रो चाहिँ पोजिटिभ भयो, ओके, यो भयो। अब त्यस्तै गरी अनस्टेबल भनेपछि के हुन्छ भन्दाखेरि हाम्रो यतिखेर मेटा सेन्टर एम तल पर्छ हेर्नुहोस् है, फ्लोटिङ बडीको केसमा हो यो। यदि हाम्रो सबमर्सको केसमा आएको छ भने चाहिँ यहाँ जिरो एम कम्पेयर गर्न पाइँदैन हामीले, त्यतिखेर हाम्रो बी र एम कम्पेयर, के अरे बी र यता एम कम्पेयर गर्नुपर्छ है, यतातिर आउँदैन हामीहरू। ओके, ल यसमा हेर्नुहोस् त, अब हाम्रो यसमा अनस्टेबल कन्डिसनमा के हुन्छ भन्दाखेरि एम लाइज बिलो दि जी, एम तल हुन्छ। सो
जिएम भनेको के भयो त जिएम भनेको हाइट भनेको जिएम भनेको मेटासेन्टिक हाइट यो चाहिँ के हुन्छ त हाम्रो चाहिँ 0 भन्दा कम हुन्छ तल जान्छ 0 भन्दा कम हुनु भनेको के हो त चाहिँ नेगेटिभ हुनु हो नेगेटिभ हुन्छ ओके अब न्युट्रलको केसमा के हुन्छ भन्दाखेरि हाम्रो एम बराबर जी एम जी जहाँ छ एम पनि त्यहीँ पर्छ हेर्नुहोस् है त्यो भनेको चाहिँ न्युट्रल कन्डिसन हो इक्विलिब्रियम हो यो भनेको हाम्रो अब यो के भयो त ल भन्नुहोस् एम र जी बराबर छन् भन्नुको अर्थ हाम्रो मेटासेन्टिक हाइट कति हुनु हो यो हाम्रो जिएम कति हुनु हो 0 हुनु हो होइन एमबाट घटाउँदाखेरि जी घटाउँदाखेरि चाहिँ मेटासेन्टिक हाइट आउँछ भनेपछि एरिया 0 हुन्छ भनेपछि के अरे हाम्रो बराबर हुन्छ भनेपछि मेटासेन्टिक हाइट 0 भयो नि त होइन हो यस्तो केस हुन्छ अब जाने अब स्टेबल कन्डिसनमा के हुन्छ हेर्नुहोस् 0 अथवा नेगेटिभ 0 र नेगेटिभ कता गयो त भएन यो नेगेटिभ भन्ने अनस्टेबल भयो यो अनस्टेबल एन्सर कुन हुनु पर्यो त पोजिटिभ है पोजिटिभ हुने भयो ओके एन्सर इज बी राइट किन पोजिटिभ भयो त हाम्रो एम माथि हुन्छ जी तल हुन्छ भनेपछि जिएम इज ग्रेटर देन 0 सो हाम्रो मेटासेन्टिक हाइट इज पोजिटिभ है बी भयो एन्सर तल पनि हेर्दै जानुहोस् नेगेटिभ ओन्ली फरक यो नेगेटिभ मात्र हुन्छ भने हुँदैन यसो भने फरक हुन्छ यो कुरै आएन यहाँ फरक भन्यो ल ओके त्यस्तै गरी अर्को आयो मोदी चार्ट इज युज टु फाइन्ड ल मोदी चार्ट होइन यत्रो पन्ना पल्टाउनु हुन्थ्यो नि हाम्रो के अरे हाइड्रोलिक्समा हो कि फ्लुइड मेकानिक्समा हो यत्रो दुई वारी पनि पेज पारी पनि पेज ग्राफमा यस्तो कर्भ टाइपको थियो होइन त्यो मोदी चार्ट के को लागि युज गर्नुहुन्थ्यो ल भन्नुहोस् त मोदी चार्ट के को लागि युज गर्नुहुन्थ्यो हजुरले चाहिँ मोदी चार्ट है मोदी चार्ट के को लागि युज गर्नुहुन्थ्यो हामीले अन्तिममा जस्तै एउटा पाइपको केसमा है एउटा पाइपको केसमा हेडलस कति हुन्छ भन्ने कुरा निकाल्नलाई युज गर्नुहुन्थ्यो अन्तिममा त्यही हेडलस निकाल्नुहुन्थ्यो कि नै तर मुदी चार्ट भनेपछि भ्यालुहरू निकालिकन त्यो ग्राफमा हेर्नुहुन्थ्यो हजुरले अब त्यसमा हाम्रो एउटा रेनोल्ड नम्बर कता गयो ल हाम्रो एउटा के भन्छ एउटा हाम्रो रेनोल्ड नम्बर होइन कम्पेयर गर्नुहुन्थ्यो जस्तै आरई कम्पेयर गर्नुहुन्थ्यो अर्को भनेको रबनेस इन्डेक्स याप यी दुईटा हेरिकन होइन हाम्रो त्यो के निकाल्नुहुन्थ्यो त हजुरको चाहिँ हाम्रो जुन एउटा अर्को पढ्नुहुन्थ्यो नि डास यु एचएफ बराबर याफ एल भी स्क्वायर अपन 2 जिडी भन्नु गर्नुहुन्थ्यो है कता कता डार्स युएस फर्मुला यसमा यो यापको भ्यालु निकाल्ने है यापको भ्यालु निकाल्ने कोसिस गर्नुहुन्थ्यो मोदीबाट होइन के तुलना गरिकन हजुरको चाहिँ आरई र रफनेस इन्डेक्स तुलना गरिकन यो निकाल्नुहुन्थ्यो बल्ल हेडलास आउँथ्यो कि नै आउँथ्यो भनेपछि जान त ओपन च्यानलमा भन्नुभयो फ्रिक्सन फ्याक्टर याप याज अ फङ्सन भो यो याप भनेको नै के हो त हाम्रो चाहिँ फ्रिक्सन फ्याक्टर हो हेर्नुहोस् फ्रिक्सन फ्याक्टर हो त्यो भनेको 64 अपन आरई भन्नुहुन्थ्यो होइन पढ्नुहुन्थ्यो कता कता अनि त्यस्तै रेनोल्ड नम्बर र रिलेटिभ रफनेसलाई कम्पेयर गरिकन त्यो ग्राफ हेरिकन याप पत्ता लगाउनुहुन्थ्यो फ्रिक्सन फ्याक्टर 64 अफ दि आरए है बाई आरए हो यो एन्सर बी हुँदो रहेछ है यसमा यो क्याभिएसन सम्बन्ध छ नि म्यानिङ्स कुरै हाल्ने अन्तिममा हेडलस निकाल्नको लागि याप चाहिन्छ यही याप निकाल्नको लागि के गर्नुहुन्थ्यो हजुर चाहिँ हाम्रो मोदी चाड हेर्नुहुन्थ्यो भन्न खोजेको यसमा ओके हेलो साथीहरू के भन्नुभयो तपाईँले चाहिँ यो पनि आउँछ कहिलेकाहीँ हेर्नुहोस् है हाम्रो फ्रिक्सन फ्याक्टरको फर्मुला के हो भनेर भनिदिन्छ 64 अपन आरई भन्नु होला आरई भनेको रेनोल्ड नम्बर भने थाहा छ नि हाम्रो भिस्कसवाला रेसियो होइन इनर्सिया अनि अब जाम अहिले आउँछ होला यसको एन्सर बी हुने भयो यो फाइन्ड आउट गर्ने भन्नु होला होइन अब त्यस्तै गरी अगाडि बढ्नुहोस् त अब साथीहरू के भन्यो भन्दाखेरि अर्कोमा जानुहोस् है 23 नम्बरमा 23मा जाम हार्ली ग्रेड लाइन एचजिएल रिप्रेजेन्ट्स भनेको छ एचजिएल अब यसमा एचजिएल भन्ने बित्तिकै के बुझिन्छ हामीले एउटा पाइप छ है पाइप छ सर्टेन एउटा ड्याटम या जिरो मान्नु होला है 0 मिटर मान्नु होला अथवा ड्याटम मान्नु होला यो ल ड्याटम भयो अब यो पाइपको सेन्टर लाइन भन्नुहुन्छ है हाम्रो पाइपको सेन्टर लाइन भयो मानौँ है
यो सेन्ट्रल लाइन भयो। अब कुनै एउटा डाटमबाट सेन्ट्रल लाइनसम्मको हाइट के हो त एलिभेसन हो नि त त्यो होइन, एलिभेसन हेड हो नि त यो, के हो त हाम्रो चाहिँ एलिभेसन हेड हो, मतलब डाटम हेड हो यो होइन। र त्यसपछि हाम्रो त्यो पाइपमा प्रेसर कति छ भनेर नाप्नुहुन्थ्यो। प्रेसर भनेको हामीले किन नाप्नुहुन्छ, पाइजोमिटर म्यानोमिटरले नाप्नुहुन्छ। अब कुनै यो ठाउँमा नाप्नु भयो ल, यहाँ नजिक पाइजोमिटर राख्नुभयो भनेपछि, पाइजोमिटर भनेको हजुरको यस्तोवाला है, प्रेसर नाप्ने लो प्रेसर मिडरेट प्रेसर नापिरहेको हुन्छ। यसरी राख्नुभयो भने चाहिँ पानी धकेल्दै धकेल्दै हेडको रूपमा दिन्छ। त्यस यति मिटर हेड भन्यो भने हाम्रो चाहिँ रोजी एच गरी चाहिँ याजको भ्यालु हेड भनेको खास रोजी एच गर्नुभयो भने न्युटन पर एमई स्क्वायर गइहाल्छ फेरि होइन, त्यो मिटर पनि हाइटवाला। अब यो चाहिँ हाम्रो कहाँ टच हुन्छ यो, ल यसमा हामीले ल पाइजोमिटर राख्नु भने यहाँसम्म हेड यहाँ देखाउला ल, यहाँ देखाउला। अरू ठाउँमा नाप्नु होला फेरि प्रेसर यहाँ नाप्नु होला ल, यहाँ देखाउला हो। यो पाइजोमिटर कति हेड देखाउँछ, यहाँनिर कहाँ देखायो यता कता देखायो, यही जोड्ने लाइन भनेको के हो त हाम्रो चाहिँ एचजिएल हो। हेर्नुहोस् के हो त एचजिएल हो, हाइड्रोलिक ग्रेडियन्ट लाइन हो हेर्नु है। हो त्यो कति हुन्छ भन्दाखेरि चाहिँ प्रेसरले गर्दाखेरि माथि धकेल्या हो कि त्यो लाइन माथि बढायो हो नि त। सो यो भनेको के हुन्छ भन्दाखेरि हाम्रो प्रेसर अपन यो युनिट वेट भनेको चाहिँ युनिट पानीको है स्पेसिफिक वेट पी बाई गामा डब्लु लेख्छ होइन कसैलाई, ल पी बाई गामा हुन्छ हो। एचजिएल भनेको नै के हो त हाम्रो सम अफ दि हाम्रो ड्याटम हेड अथवा हाम्रो के हो त एलिभेसन हाइटले, अथवा यो भन्नुको नै के हो त ड्याटम हो, ड्याटम हेड हो है। जेड प्लस एचजिएल भनेको नै के हो त हाम्रो चाहिँ जेड प्लस पी बाई के हो त हाम्रो चाहिँ गामा भयो भनेर भन्ने त हो। पी बाई डब्लु पी बाई रोजी भनेको हुन्छ यो है। जेड प्लसहरूको चाहिँ हाम्रो पी बाई रोजी, रोजी कसरी आएको रे हाम्रो चाहिँ पी भनेको के हुन्छ हाम्रो चाहिँ रोजी एज हुन्छ। हामीले नापेको के हो त यो त हाइट पो नापेको त, यहाँदेखि हाइट नापे प्रेसर नापेको हो त होइन त, प्रेसरलाई हाइटको टर्ममा नाप्नु भएको भनेपछि याज भनेको के हुन्छ कुन रहेछ त पी बाई रोजी। सो यसमा कहिलेकाहीँ यो जेड मिटरमा हुन्छ प्रेसर जोडियो न्युटन पर एम स्क्वायर भन्नु होला होइन, दुइटै मिटरमा जोडिएको यसमा है। हो एच नाप्नु भएको यति एचको टर्ममा आउँछ, हामीले चेन्ज गर्न खोज्यो भने यसरी पी बाई रोजी गर्नु पनि आउँछ फेरि प्रेसरै आउँछ होइन हो। अब भनेपछि जेड प्लस पी बाई रोजी गामा भन्ने हो। अब यो चाहिँ प्रेसर मात्र लिनुभयो, यसमा भएको भेलोसिटी पनि लिनुभयो भनेपछि त्यसले भेलोसिटीले गर्दाखेरि चाहिँ के हुन्छ भन्दा चाहिँ काइनेटिक कुराहरू आउँछ, काइनेटिक हेड कुराहरू आउँछ। यसमा अझै भेलोसिटी कुरा गर्नुभयो भने यहाँ आउँछ हजुरको चाहिँ इनर्जी ग्रेडियन्ट लाइन इजिएल अथवा टिएल भनेर आउँछ। तर सधैँ ओह्रालोको कारण के हो हजुर हेर्नुहोस् त, सधैँ ओह्रालोमा देखाउन कारण के हो त हाम्रो चाहिँ पानी बग्दै गयो भनेपछि पाइपमा त्यसमा मेजर लस फ्रिक्सन हुन्छ। हेर्नुहोस् पाइप र पानी बग्दै गर्दाखेरि पाइपमा घोटिएर जान्छ नि होइन, घोटिएर जान्छ त्यो फ्रिक्सन हुन्छ, त्यो फ्रिक्सन लस हुन्छ। हो त्यही कारणले गर्दाखेरि जहिल्यै पनि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो सधैँ हाम्रो यिनीहरू जुन लाइनहरू छन् नि अलवेज हाम्रो के हो त हजुरको चाहिँ डाउनवर्ड डिरेक्सनमा हुन्छ फ्लोको डिरेक्सनमा हुन्छ भनेर भन्नुहुन्छ नि त हाम्रो त्यो। अब यसमा जस्तै हामीले त्यही कारणले के हुन्छ त जस्तै यो ठाउँमा के भयो त हजुरको चाहिँ ल ट्याङ्की छ, यो ठाउँमा ट्याङ्की छ, पाइप जोडिकन फेरि हजुरले चाहिँ फेरि 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 यही ठाउँ बराबर पानी जान्छ कि नै चेक गर्न लाग्नु भयो अरे, यो बराबर हेडमा जान्छ कि नै चेक गर्न लाग्नु भयो अरे हो। पाइप जोड्नु भयो, जति लामो पाइप भयो त्यति कम जान्छ हेडमा है। भनेपछि यो सेम लाइनमा जस्तै यहाँको आरएल 100 मिटर छ भनेपछि यहाँ पनि 100 मिटरमा जानुपर्ने हो कि नि हाइटमा, तर जाँदैन हेर्नु जाँदैन। किन जाँदैन त भन्दाखेरि चाहिँ यही पानी बग्दै गर्दाखेरि यसभित्र जुन पाइप र पानी के घर्षण हुन्छन् त्यसलाई भन्छ फ्रिक्सन लस भन्छ। र सेम लेभलमा जाँदैन, अलिअलि तल जान्छ त्यो। जस्तै यहाँ यहाँ म्याक्सिमम् यहाँसम्म मात्र जान्छ यो पानी, यदि पाइप अलिअलि उठाउनु भने पानी जान्न फेरि है, त्यो कतिले जान्न। जस्तै यसको लेभल र यसको लेभलको डिफ्रेन्स नै के त हेड लस हो, एचएप हो हेर्नु है, एचएप हो। हामीले चाहिँ फिजिकल मिनिङमा बुझ्दाखेरि त्यसरी बुझ्नुपर्छ, त्यो चाहिँ हेड लस हो हेर्नु एचएप हो। अब भनेपछि त्यही निकाल्नको लागि मुड्डी डायग्राम हाम्रो विभिन्न डार्सीका कुराहरू छ, ओइलमको कुराहरू छ, हेजन कुराहरू छ होइन, त्यो सबै पढ्नुहुन्छ नि हो, त्यही हेड लस निकाल्न पढ्नुहुन्छ। हाम्रो यो फिल्डमा पनि चाहिएला नि, काहीँ जानुभयो गाउँमा होइन सोर्सबाट हेर्नुभयो, अब ओह्रालो ठाउँमा त थाहा हुन्छ पानी यसरी जान्छ भन्ने कुराहरू, तर सिधै ठाउँमा छ भनेपछि पानी जान्छ कि नै प्राविधिक साहब चेक गरिदिनुहोस् त इन्जिनियर साहब भनेर भन्यो भने होइन, नर्मल जान्छ भने धारा सरा सबै बनाउनु भयो है, यहाँको पानी थियो यहाँ जान्छ कि बनाउनु भयो धारा सर सबै, लास्ट अन्तिममा पानी पठाउँदाखेरि चाहिँ गएन भने त
त्यो प्रवृत्तिको बास हुँदैन होइन, खेदिहाल्छन्। अब भनेपछि त्यहाँ त त्यही कारणले पहिला चेक गर्नु पर्यो, यो लेभलमा आरएल यति थियो, यो लेभलको आरएल यति हो, हामीले हिसाब गर्नु पर्यो हेड लस यति हुन्छ होइन। ल यहाँ 100 आरएल थियो भनेपछि हजुरको धारा बनाउनु भयो 80मा बनाउनु भयो, 80मा हामीले कुरा के गर्नु पर्यो त म्याक्सिमम भनेको आरएल के अरे म्याक्सिमम हाम्रो पानी 80 मिटरसम्म मात्र जान सक्छ माथि भन्नु पर्यो, 20 मिटर हेड लस रहेछ। तर हजुरले बनाइदिनु भयो ट्याङ्की कहाँ बनाउनु भयो त हजुरको चाहिँ हाम्रो यहाँ 90 मिटरमा बनाइदिनु भयो, 20 मिटर हेडलस हुन्छ भने त 90मा बनाउनु भयो, 10 लिटर 10 मिटर माथि नै बनाइदिनु भयो कि ट्याङ्की है, पानी गएन अनि हो त्यतिखेर चाहिँ चाहियो है। त्यसरी बुझ्नु होला फिजिकल मिनिङमा। तर हामीले क्वेसनतिर कता थियो, हामी कतातिर गयौँ है, क्वेसन भनेको तल छ हेर्नु, क्वेसनको एन्सर तल छ। ल टोटल इनर्जी हेड इन्क्लुडिङ द भेलोसिटी हेड भनेको छ यसमा, के भने त यसमा चाहिँ हाम्रो टोटल इनर्जी हेड इन्क्लुडिङ भेलोसिटी होइन, यो भनेको टिएल हो होइन साथीहरू। यो के हो त हाम्रो चाहिँ यो भन्नुको नै अर्थ के हो त, यदि क्वेसनमा टिएल थियो भने चाहिँ एन्सर हुन्थ्यो, टोटल इनर्जी लाइन है। अब सम अफ द प्रेसर हेड एन्ड एलिभेसन हेड भनेको पी बाई गामा प्लस डब्लु भन्यो, सेम कुरा भनिसक्यो हामीले, एलोङ द फ्लो पाथ भनेको छ, एन्सर इज बी राइट है। यो भएन, यो भनेको जेड मात्र हो, यो लसेस भनेको छ, यो भनेको हेड लस मात्र हो है, यो भएन। सो एन्सर इज बी राइट, लामो अप्सन राइट हुन्छ भन्ने कारण यही हो होइन, क्लियर रूपमा चाहिँ जनाएको हुन्छ कि त्यही कारणले राइट हुन्छ है। ल के भन्नुभयो, ल ओके हजुरले पनि बुझेअनुसार कमेन्ट गर्नुहोस् न, पाइयो गर्न। ल त्यस्तै गरी हामी जाम त अर्को चाहिँ हाम्रो 24मा, फर लेमिनार फ्लो इन सर्कुलर पाइप फ्रिक्सन फ्याक्टर इज एफ इज इक्वल टु है, भर्खरै भनेको थियौँ हामीले चाहिँ फ्रिक्सन फ्याक्टर लेमिनार फ्लो होइन, हाम्रो जुन मुडी डायग्राममा चाहिँ हाम्रो चाहिन्छ भन्नुभएको थियो, त्यही हो हाम्रो जुन हाम्रो के अरे हेडलस एचएफ इस्कस टु एफएल होइन, बी स्क्वायर अपन 2GD गर्नुहुन्थ्यो नि, डी भनेको डायमिटर हो, बी भनेको भेलोसिटी हो, एल भनेको पाइपको लेन्थ हो, एफ भनेको के हो भन्दाखेरि चाहिँ हाम्रो फ्रिक्सन फ्याक्टर हो। कता छ फ्रिक्सन फ्याक्टर एफ है, यो कुन भयो त एफ बराबर यही हुन्छ 64/RE। लोकसेवालाई पनि पढ्नु होला यो इक्जाममा, इरिगेसनतर्फ आउँछ आयो भने है, यो हाम्रो खास हामीले यो पढ्न खोजेको चाहिँ अहिले हार्लिक्सतिर छ यतापट्टि, लोकसेवामा हार्लिक्समा इरिगेसनतिर छ यो कुराहरू। ल याप भन्ने क्वेसनमा फेरि डी पनि हुन्छ एन्सर, कतिखेर जुक्क्याउनुको लागि डी पनि हुन्छ। त्यो के हो भन्दाखेरि चाहिँ यो नर्मल याप निकाल्न यो गर्नुहुन्छ, तर कोपिसियन्ट अफ फ्रिक्सन फ्याक्टर भन्यो है, हो कहिलेकाहीँ के भन्ला भनेपछि हजुर चाहिँ यसमा हाम्रो कोपिसियन्ट किन सर्छ यो हो, यसमा कहिलेकाहीँ के भन्ला भन्दाखेरि कोपिसियन्ट भन्ला, कोपिसियन्ट अफ फ्रिक्सन फ्याक्टर, फ्रिक्सन भन्यो भने त्यतिखेर क्यापिटल एफ ड्यास गराउँछ, त्यतिखेर यो लाउनुपर्छ हेर्नुहोस् है। यो अहिले एन्सर कुन हो त हाम्रो फ्रिक्सन फ्याक्टर मात्र छ, एन्सर यो हुन्छ। तर हाम्रो कोफिसियन्ट अफ फ्रिक्सन भन्यो भने नि एन्सर डी हुन्छ। हाम्रो जहिले पनि कोफिसियन्ट फ्रिक्सन भनेको 1/4 अफ द फ्रिक्सन फ्याक्टर है, कसरी आएको भन्दाखेरि यो याब ड्यास भनेको हाम्रो 1/4 हाम्रो यो याब हुन्छ के, सो 1/4 इन्टु 64 अपन हाम्रो के अरे आरी भन्नुभयो भने कति हुन्छ 4 16 हुन्छ, 16 अपन कति हुन्छ आरी आउँछ है। भनेपछि हाम्रो चाहिँ कोफिसियन्ट अफ फ्रिक्सन भन्यो भने एन्सर डी टिपिराख्नुहोस्, र हाम्रो त्यत्तिकै फ्रिक्सन फ्याक्टर भन्यो एन्सर इज ए। ल त्यसरी हेर्नु होला है, हो कुन एन्सर भयो भन्दा पनि कुन एन्सर भएन भन्नेतिर पनि हजुरको चाहिँ ध्यान हुनुपर्छ। त्यो सधैँ यही एन्सर अप्सन ए नै हुन्छ भन्ने भएन, यही अगाडि कोफिसियन्ट थप्ने बित्तिकै एन्सर त चेन्ज भयो कि नै भयो, यो किन भएन भन्दाखेरि यो थिएन कोफिसियन्ट सो भएन भनेर भन्नु पर्यो। अब एन्सर क्वेसन नम्बर 25मा जाऊँ हामीहरू, 25मा जानुहोस् त, क्वेसनले के भनेको छ हेर्नुहोस् है। ल ल अब यसमा जाऊँ हामीहरू, क्वेसन नम्बर 25मा हेर्नुहोस् त, हाइड्रोलिक जम्प अकस होइन भनेको छ, हाइड्रोलिक जम्प नाम नै हाइड्रोलिक जम्प छ होइन। कस्तो आउँछ हाइड्रोलिक जम्प भन्ने बित्तिकै हजुरको कुरो पानी के भन्छ र हाम्रो हाइड्रोलिक जम्पमा त यस्तो ओह्रालोहरूमा है यसरी गइरहेको हुन्छ, त्यतिखेर भनेपछि सुपर फास्टबाट सोलोतर्फ जाने, तर स्यालोबाट डिपतर्फ जाने भन्नुहुन्छ नि। हाम्रो के अरे हाम्रो फास्ट पानी फास्ट त बग्ने नै हो, फास्ट तर स्यालो भयो होइन।
अब यहाँ हाम्रो पानी स्लो हुन्छ तर हाम्रो डिपमा गइरहेको हुन्छ है। यो मतलब चाहिँ इनर्जी डिसिपेसन कुराहरू आउँछ नि, हो त्यस्तोमा आउने भयो। यो ड्यामहरूको अनि यो ब्यारेजहरूको तल्लो साइडतिर हेर्नुहोस् त, त्यतातिर देखिन्छ होइन। हो त्यो भनेको हाम्रो चाहिँ अब कहाँ रहन्छ भन्ने क्वेसनतिर जाउँ हामी। यो लोकसाहित्यमा आइरहेको छ, 5औँ लेभलतिर आइरहेको हुन्छ है। त्यो भनेको चाहिँ फास्ट भन्ने बित्तिकै त सुपर भयो होइन, सुपर पावरमा गइरहेको थियो। अनि सोलो भन्ने बित्तिकै चाहिँ सुपर क्रिटिकलबाट सब क्रिटिकल भन्ने हुन्छ हेर्नुहोस् है। कता गयो, यतातिर सुपर यता रहेछ होइन। सुपरबाट सबतिर गयो भनेपछि हाम्रो चाहिँ के त हाइड्रोलिक जम्प अकर हुन्छ भनेर भन्नु पर्यो है। सुपरबाट सब जान्छ, फास्टबाट स्लो मतलब चाहिँ फास्ट त भयो स्यालो थियो तर हाम्रो के भयो त स्लोमा गयो तर डिपमा गइरहेछ भनेपछि हाम्रो चाहिँ के भयो त हजुरको चाहिँ सुपर क्रिटिकल टु सब क्रिटिकल भनेर भन्नु होला। लोक साहित्यमा आइरहेको हुन्छ, यसो चाहिँ हेरिदिनु होला है। तपाईँले लाइभ हेरिराख्नु भएको छ अहिले, एकदमै बी भन्नुभयो। अँ, लोक साहित्य तयारी गर्ने साथीलाई पनि आउँछ यो। हजुर अँ, फास्ट स्यालो। अँ अँ, एक्कासी चाहिँ हाम्रो त्यो स्लोप चेन्ज भयो, एक्कासी क्यानलको सेप चेन्ज भयो भनेपछि आउने हो हाइड्रोलिक जम्प चाहिँ है। हो त्यस्तो कन्डिसनमा हुने हो। यो भनेको इनर्जी डिसिपेसनको कुराहरू होला। यसमा त एरिएसनको कुराहरू पनि आउँछ नि, एरिएसनको कुराहरू आउँछ, त्यसको लागि काम लाग्छ होइन यो। ल नम्बर 26मा जानुहोस्। फ्लो क्लासिफिकेसन सब क्रिटिकल एन्ड सुपर क्रिटिकल इज बेस्ट अन्ली भनेर भनिदियो। हाम्रो फ्लोको क्लासिफिकेसन सब क्रिटिकल र सुपर क्रिटिकल छुट्याउनुहुन्छ त्यो केसको आधारमा भनेर भनिदियो। केसको आधारमा चाहिँ छुट्याउनुहुन्छ। ल रेनोल्ड नम्बरको आधारमा, फ्राउड नम्बरको आधारमा, म्याच नम्बरको आधारमा, क्याभिटेसन नम्बरको आधारमा है। ल भन्नुहोस् त हाम्रो रेनोल्ड नम्बरको आधारमा के छुट्याउनुहुन्छ त? यो सुपर र सब हो त होइन, के त लेमिनार र टर्बुलेन्ट छुट्याउनुहुन्थ्यो। यसबाट के त हाम्रो चाहिँ लेमिनार एन्ड टर्बुलेन्ट। अब लेमिनार भनेको 2000 भन्दा कम रेनोल्ड नम्बर छ भनेपछि, टर्बुलेन्ट भनेको 2000 भन्दा के अरे हाम्रो 4000 भन्दा बढी छ भनेपछि गर्नुहुन्छ। त्यही पनि हाम्रो यदि पाइप फ्लो हो भनेपछि, तर ओपन फ्लोमा के हुन्छ त रेनोल्ड नम्बर लेस देन 500 भन्दा तल भयो भने लेमिनार हुन्छ। तर अनि टर्बुलेन्ट केस भनेको हाम्रो चाहिँ मोर देन 2000 भन्दा बढी भयो भने हाम्रो टर्बुलेन्ट हुन्छ। त्यो भनेको ओसियापमा ओपन च्यानल फ्लो केसमा। र माटोभित्र पानी बगिरहेको छ भने चाहिँ लेस देन 1 भन्दा तल भयो, लेस देन 1 भयो भने चाहिँ लेमिनार हुन्छ, ग्रेटर देन 2 भयो भने चाहिँ हाम्रो चाहिँ टर्बुलेन्ट हुन्छ। त्यो बिचको लागि भन्छ ट्रान्जिसन फ्लो। जस्तै 500 देखि 2000 इन ओसियापमा ट्रान्जिसन फ्लो हो। 2000 देखि 4000को केस भनेको पाइप फ्लोमा त्यो के हो त हजुर चाहिँ ट्रान्जिसन फ्लो हो। 1 देखि 2को केस भनेको हाम्रो चाहिँ सोयलमा पानी बगिरहेको छ भने चाहिँ त्यो चाहिँ ट्रान्जिसन फ्लो हो है। हो त्यस्तो कुराहरू यहाँ छैन। लेमिनार टर्बुलेन्ट छुट्याउने रेनोल्ड नम्बरको आधारमा हो। त्यस्तै गरी म्याच नम्बर भनेको छ। म्याच नम्बरमा के पढ्नुहुन्थ्यो यसमा? ल भन्नुहोस् त म्याच नम्बरमा के पढ्नुहुन्थ्यो? सोनिक पढ्नुहुन्थ्यो है। सोनिक, सबसोनिक, सुपरसोनिक, सुपरसोनिक पढ्नुहुन्थ्यो। अब सोनिक, सुपरसोनिक, सबसोनिक भनेको हाम्रो यो भेलोसिटीतर्फ गयो होइन कुरो चाहिँ। अब यसमा म्याच नम्बर एम बराबर 1 भयो भने के हुन्थ्यो? सोनिक हुन्थ्यो। सब लेस देन 1 भयो भने हाम्रो सब हुन्थ्यो। मोर देन 1 भयो भने हाम्रो चाहिँ म्याच हुन्थ्यो। अब यहाँ क्रिटिकल यो पनि मिलेन, यो सोनिक सोनिक आएको हुने रहेछ। अब आयो फ्राउड नम्बर। अब फ्राउड नम्बर भनेकै नै त्यो हो है। जस्तै हाम्रो त्यसमा सुपर सब पढ्नुभयो नि, एफआर ग्रेटर देन 1 के हो त? सुपर हो नि हो होइन, सुपर क्रिटिकल फ्लो। फ्राउड नम्बर लेस देन 1 भनेको चाहिँ सब, हाम्रो सब क्रिटिकल फ्लो होइन। हो एन्सर चाहिँ बी हुने रहेछ है, बी। यो क्याभिटेसन यसँग खासै सम्बन्धित छैन। क्याभिटेसन भनेको उतातर्फ हो है। क्याभिटेसन भन्नुहुन्छ नि, त्यो भनेको हाम्रो पाइपमा बग्दै जाँदाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि एकदमै साँग्रो ठाउँमा पुग्यो भनेपछि हाम्रो के हुन्छ त स्पिड बढ्छ। हेर्नुहोस् पानीको स्पिड बढ्छ। पानीको स्पिड बढ्यो भने के हुन्छ? प्रेसर सिधै घट्छ। प्रेसर घट्यो भने फोका 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 उठ्छन्। त्यो फोका उठ्यो भने होइन अनि अगाडि चाहिँ एरिया बढ्दै गएको ठाउँमा के हुन्छ हजुरको चाहिँ भेलोसिटी घट्दै जान्छ। त्यस्तो ठाउँमा गयो भने त्यो फोका के हुन्छ त फुल्न थाल्छन्। त्यही कारणले गर्दै कहीँ कहीँ देख्नुभयो होला पाइपमा एकदमै स्पिडमा पानी बगायो बेला ड्याङ डुङ आवाज आइरहेको हुन्छ नि, त्यो भनेको त्यो हाम्रो फोका फुटिरहेको हुन्छ क्या। हो त्यसलाई चाहिँ क्याभिटेसन भनेर भन्छ खास है। त्यो धेरै जस्तो यो पेनेस्ट्रोक छ नि, पेनेस्ट्रोक त्यस्तो केसमा हेर्नु होला त कानले गडाङ गुडुङ आइरहेको हुन्छ नि आवाज, त्यो भनेको चाहिँ त्यो फोका फुटेको हो।
त्यसले गर्दाखेरि हाम्रो यो टर्बाइनहरू बिग्रिने होइन, त्यो हाम्रो यो पाइपहरू खिया लाग्ने, साना साना आउँछन् कि हजुरको त्यो ऊहरू चाहिँ बिस्तारै एब्रासन हुँदै जान्छ अनि खिया लाग्छ क्या पाइप, त्यो नराम्रो चिज हो यो है। अब नम्बर भनेको छ त्यो कुराहरू चाहिँ अहिले यहाँतिर सम्म त भएन यसमा। ल इफिसियन्सी घट्छ पुरै त्यही सिस्टमको है। अब हाम्रो जानुहोस् त 27मा, द कन्टिन्युटी इक्वेसन फर अ इन्कम्प्रेसिबल फ्लुइड फ्लो इज बेस्ड अन दि। ल हाम्रो के अरे कन्टिन्युटी इक्वेसन किसको आधारमा बनाइएको छ त भनेर भनिदियो। कन्टिन्युटी इक्वेसन हजुरले त पढ्नु भएको छ, लोकसातिर पनि पढ्नु भएको छ, लाइसेन्सतिर पनि पढ्नु भएको छ होला, कलेजतिर पनि पढ्नु भएको छ होला होइन। कन्टिन्युटी इक्वेसन हाम्रो कन्जर्भेसन अफ मास हो कि कन्जर्भेसन अफ इनर्जी हो, के भनेर पढ्नुहुन्थ्यो हजुरले सर्टकटमा? बिइसिएम भनेर पढ्नुहुन्थ्यो होइन। बिइसिएम बर्नलिज इक्वेसन हाम्रो केसमा त कन्जर्भेसन अफ इनर्जी र कन्टिन्युटी इक्वेसन हाम्रो बेस अन दि कन्जर्भेसन अफ द मास भनेर भन्नुहुन्थ्यो हो। अब हामीले अब त्यो त अर्को कन्जर्भेसन अफ मास त्यो त भन्न परेन नि, नाइदर क्रेडिटवाला होइन, जुन चाहिँ हाम्रो जति सानो टुक्रा पारे पनि त्यसमा हाम्रो के रहिरहेको छ त अरू चाहिँ इनर्जी रहिरहेको छ र मास भइरहेको छ होइन, जति सानो पारे पनि भन्ने कुरा त हुन्थ्यो। अब बर्नलिज इक्वेसन भने अब इनर्जी हुन्थ्यो हेर्नुहोस् है, यो इनर्जी भनेको के हो त? बर्नलिजको केसमा हुने भयो, इक्जाममा आएको छ है। यो के हो त हाम्रो बर्नलिज, बर्नलिज इक्वेसन हुने भयो। यो मास भन्ने बित्तिकै कता गयो त हाम्रो चाहिँ एन्सर यो हुने भयो कन्टिन्युटी इक्वेसन है, यसको आधारमा बनाइएको छ भने भन्ने हो। ओके अँ भयो। बिइसिएम भनेर पढ्नु सर्टकटमा सजिलो हुन्छ। बी कन्जर्भेसन अफ मास भयो होइन हजुर, बिइसिएम भनेर पढ्ने। ल अब त्यस्तै गरी अगाडि बढौँ त। अर्को आयो हेर्नुहोस् त क्वेसन के आयो भन्दाखेरि हाम्रो द वाटर ब्यालेन्स इक्वेसन है, द वाटर ब्यालेन्स इक्वेसन इन अ क्याचमेन्ट इज रिप्रेजेन्टेड एज भनेको छ। अब हाम्रो जुन वाटर ब्यालेन्स इक्वेसन भनेर भन्नुभयो यो मास कन्जर्भेसनको लागि है, जुन एउटा कुनै पनि हाम्रो एउटा के छ त क्याचमेन्ट एरिया छ, क्याचमेन्ट पानी पर्यो त्यसमा, क्याचमेन्ट त बुझ्नुहुन्छ, जस्तै यो खोला बगिरहेछ, त्यो खोलाको पानी कुन कुन ठाउँबाट आउँछ है। जस्तै यो खोला बगिरहेको छ भनेपछि यो यहाँदेखि पानी आयो, यहाँदेखि पानी आयो, यो भनेको यसको लागि के त? यो खोलालाई कुन कुन एरियाले हाम्रो चाहिँ कन्ट्रिब्युट गरिरहेछ होइन, त्यो चाहिँ क्याचमेन्ट एरिया हेर्नुहोस्। अब त्यसमा माथि जुन रेनफल हुन्छ, त्यो जुन रेनफल होला, हिउँ पर्ला, तुसारो पर्ला, त्यो सबैलाई के भन्नुहुन्छ? प्रिसिपिटेसन भन्नुहुन्छ। प्रिसिपिटेसन आकाशबाट जे जे पानीको फर्ममा पर्छ त्यसलाई प्रिसिपिटेसन भनेर भन्छ हेर्नु है। त्यो प्रिसिपिटेसन त्यो हाम्रो चाहिँ कन्भर्ट केमा भयो त? हाम्रो म्याक्सिमम चिज के हुन्छ त? बगेर जाला, बगेर जानु भनेको त रनअप भयो है। कोही ट्रान्सपिरेसन होला है, बिरुवाको उसमा पातमा रहला, झारपातको पातमा रहला, उडेर जाला, ट्रान्सपिरेसन भयो होइन। इभापोरेसन होला होइन, इभापोरेसन होला, उडेर जाला घामले गर्दा, तापक्रमले गर्दा होइन, हो त्यसले होला। भनेपछि हाम्रो अरू भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ यो यहाँ हेरौँ है, यहाँतिर जाऊँ त। यो यो पी भने भयो प्रिसिपिटेसन क्वान्टिटी, आकाशबाट टोटल क्वान्टिटी भनेको। यो क्यु भने चाहिँ के त? डिस्चार्ज, रनअप, रनअप भयो है, रनअप यो फ्लो भयो है, अथवा रनअप डिस्चार्ज भयो। यी भनेको इभापोरेसन, इभापो ट्रान्सपिरेसन भनेर भन्ने हो। इभापो ट्रान्सपिरेसन आकाशबाट पानी परिकन त्यो पात साथमा परेन। यो डेल्टा भनेको हाम्रो के हो त? डेल्टा छ त स्टोरेज चेन्ज होइन, चेन्ज इन स्टोरेज हो। यसको सम भनेको नै के हो त? हाम्रो चाहिँ यो प्रिसिपिटेसन त हो है, हो वाटर ब्यालेन्स इक्वेसन भनेको नै यो फर्स्टको हो। यसले के जनाउँछ भन्दाखेरि चाहिँ यो प्रिसिपिटेसनको क्वान्टिटी छ नि त रनअपमा, इभापो ट्रान्सपिरेसनमा, अनि हाम्रो चेन्ज इन स्टोरेजमा छ नि त। यो भनेको चाहिँ कुन कुनमा हजुरको चाहिँ हाम्रो पार्ट पार्ट हुँदैछ त होइन, हो त्यो क्याचमेन्टमा सर्टेन टाइम पिरियडमा, यति टाइम पिरियडमा हो, त्यो चाहिँ फाइन्ड आउट गर्नको लागि हाम्रो चाहिँ वाटर ब्यालेन्स इक्वेसन अथवा हाम्रो चाहिँ मास कन्जर्भेसन भनेर पनि भन्नुहुन्छ होइन, हो त्यो भन्नु होला। ल यो पनि पढ्ने है। ओके माइनस साइन जोड्ने सम हुन्छ भनेर भन्नु होला। आकाशमा परेको पानी बगेर जान्छ, इभाप ट्रान्सपिरेसन हुन्छ होइन। अब स्टोरेजको चेन्जको कुराहरू छ, हो त्यो काहीँ
के होला त हजुरको चाहिँ हाम्रो बसला नि पानी त्यो कुराहरू भयो। ल यो कुराहरू भयो। कति बज्यो टाइम? 10 बजिसक्यो होइन? के छ अगाडि बढौँ कि साथीहरू के गरौँ? भोक त लागिसक्यो होइन? उम्, अहिले यहाँ अब एमसिक्यूमा यही हुन्छ कि दाउ भनेको भन्न मन लागिहाल्छ। 28को एन्सर ए, 29को एन्सर बी भन्दै गयो भने अघि भ्याइहाल्थ्यौँ होइन? प्रत्येक अप्सनको भन्न मन लागिहाल्छ, त्यही कारणले गर्दाखेरि हजुरलाई चाहिँ अलिक टाइम बढी गएको छ। ल के छ भन्नुहोस् त साथीहरू, तपाईँको चाहिँ अवस्था? हो, कुन अप्सन भयो भएन भन्ने कुराहरू त्यसरी सजिलो हुन्छ हजुरलाई यसरी गर्यो भने पनि भन्ने हो। ओके, ल हेरिराख्नु भएको छ के छ, अगाडि बढौँ कि भ्याइयो साथीहरू? टाइम त गयो तर क्वेसन पो भ्याइएन है। क्वेसन 100वटा हुन्छन् हेर्नुहोस् है। क्वेसन भनेको हाम्रो चाहिँ एनएसीमा त अब हेरिसक्नु भएको छ सिलेबस साथीहरूको। यो टाइम अब देखाइरहेको छ होइन? अनलाइन इक्जाममा जानुभयो भने ल यो क्वेसन, यो 100वटा क्वेसन हेर्नुहोस् त्यहाँ 100 क्वेसन छन्। पछाडि पछाडि हाम्रो चाहिँ कोड अफ कन्डक्ट यताउता छन् है। हो यो 100 क्वेसन हजुर एक दिनमा 30 भ्याइने रहेछ नि त। कति भयो टाइम? 1.5 घन्टा भइसक्यो होइन? खाना खानुहोस् फेरि ग्यास्ट्रिक होला। ब्रदर हाम्रो त्यो डेली क्लास नै 10:30सम्म हुन्छ हेर्नु, अनलाइन क्लास है। त्यही कारणले अहिले अल्राम आउँछन्। अँ, अनलाइन क्लासको टाइम नै 10:30 बजे हो कि जस्तै छ नि। अनलाइन क्लासको टाइम हजुरको चाहिँ यस्तो छन् नि। सोधिराख्नु भएको हुन्छ हेर्नु होला है कसैले। टाइम सोधिराख्नु भएको हुन्छ उहाँले। अनलाइन क्लासको टाइम लोकसेवाको लागि हो है। लोकसेवाको लागि हाम्रो आजभोलि 7 बजेदेखि पिएम है। यो 10:30 10:15 यस्तैमा भइरहेको हुन्छन् यो लोकसेवाको क्लासको टाइम। यो अनलाइन क्लासलाई फिजिकलमा ठ्याक्कै यही भनेको बिहान हुन्छ 6:30मा। ओके। हेलो। ल आजलाई यति नै गरौँ है साथीहरू, त्यसो भने डिस्कस गरौँला यो। भोलि छिटै गर्दा पनि भयो। ल हजुरलाई गुड नाइट है अहिले चाहिँ। हामी भोलि फेरि भेट्नेछौँ एकदमै टाइमली। अनलाइन क्लास भोलि त्यस्तै हुन्छ, 7 बजेबाट नै हुन्छ। 7 देखि 10 हुन्छ है। वाटर सप्लाई हुन्छ एउटा, अनि हाइलिक्स हुन्छ है। हाइलिक्स हुन्छ है यो। ल अहिले चाहिँ हजुरहरू चाहिँ जाँदा हुन्छ है। ओके गुड नाइट सम्पूर्ण साथीहरू।